तपाईँहरू जस्तै गरी ओभरवेट थिएँ, मोटी नै थिएँ। यो चाहिँ मेरो +2 को इन्सिडेन्ट हो। +2 पढ्दाखेरि त्यतिखेर अब टिन एजको बेलामा अब अलिकति राम्ररी केटाहरूले पनि यसो हेर्थ्यो जस्तो पनि लाग्थ्यो है। बट मेरो फेसको जुन स्ट्रक्चर देखिरहनु भएको छ नि, त्यो अलिकति चबी चबी टाइपको छ नि त। लाइक मेरो चिकबोन अलिकति लाइक बोन त्यो अलिक ठुलो छ, त्यसले गर्दाखेरि म लाइक दुब्लाए पनि मेरो चाहिँ फेस खासै घट्दैन नि। झन् +2 को बेलामा त म अलमोस्ट 60 टु 65 केजी पुगिसकेको थिएँ। त्यो बेलामा त एकदमै मोटी पनि देखिन्थ्यो, फेस झनै मोटाएको थियो। अनि अर्को कुरा भन्दाखेरि चाहिँ त्यतिखेर जम्मा म 20 इयर्सको पनि थिएँ। अब त्यो 20 इयर्सको एजमा 60 टु 65 अनि हाइट पनि थिएन। हाइट अहिले चाहिँ करेन्टली 5.2 थियो। अब त्यति बेलामा चाहिँ 5.1 थियो। स्विमिङ गर्न थालिसकेपछि बल्ल मेरो हाइट चाहिँ 1 इन्च चाहिँ बढ्यो हो। एन्ड कस्तो हुन्थ्यो भने क्लासमा बसिरहन्थ्यो। अब क्लासमा बस्दाखेरि मेरो नाम त निशा हो नि त। मलाई निशा भनेर कसैले बोलाउँदैन थियो कि। ओइ मोटी, ओइ हात्ती भनेर बोलाउँथ्यो कि। अनि आफूलाई आफूलाई कस्तो इम्बारेस फिल हुने, कस्तो ह्युमिलिएट हुन्थ्यो। मलाई त कस्तो त्यो हुन्छ नि, रुनै सक्दिन्थेँ कि म। आँखाबाट नै आँसु झर्लाई जस्तो गरी त्यस्तोसम्म चाहिँ मलाई जिस्काउँथ्यो कि क्लासमा चाहिँ। इभन त्यो केसम्म भयो भने एक दिन त टिचरले पनि सायद म त्यतिखेर चाहिँ क्लासमा अटेन्ड भइरहेको थिएन। म केही कुरामा चाहिँ लाइक टोलाइरहेको थिएँ। अनि त्यतिखेर चाहिँ ठ्याक्क टिचरले पनि "ओइ मोटी कि कहाँ हराएको, क्लासमा एटेन्ड देऊ" भनेर पो कराउन थाल्नुभयो। त्यहाँदेखि चाहिँ मलाई चाहिँ एकदमै ट्रिगर भएको हो कि यो कुराले। होइन, आई हेभ टु लुज वेट भनेर। अनि त्यहाँदेखि म स्टार्ट गरेँ वेट लसको लागि। सुरुमा त गाह्रो भइरहेको थियो वेट लस गर्नलाई। तपाईँको एक्सर्साइज गरेँ, भएन। त्यसपछि गएर खानेकुराहरू पुरै स्किप गरेँ, त्यही पनि भएन। एन्ड अर्को कुरा त मलाई त 2-3 दिनदेखि त खाना पनि खाएन, फास्टिङ जुन वाटर फास्टिङ हामीले गरिरहेको हुन्छ नि, वाटर फास्टिङ पनि गरेर हेरेँ। झन् त्यसले त मलाई के गर्दैन, झन् विकनेस भयो। त्यसपछि मेरो त बिपी पनि लो बनाइदियो। त्यसरी चाहिँ मेरो वेट लस जर्नी स्टार्ट भएको हो। सो म तपाईँहरूलाई यो वेबिनारमा चाहिँ यो वर्कसपमा चाहिँ के सिकाउँछु भन्दाखेरि, जुन मैले मिस्टेक गरेको थिएँ नि वेट लस गर्दाखेरि, त्यो सेम मिस्टेक तपाईँले पनि रिपिट गरिरहनु भएको छ कि भन्ने हिसाबले चाहिँ म यो वर्कसपमा चाहिँ तपाईँहरूलाई सिकाउँदैछु। त्यो मिस्टेकहरू तपाईँले गर्नु भएन। त्यो मिस्टेकको ठाउँमा तपाईँले चाहिँ लाइक हुन्छ नि, एउटा क्विक अनि इजी स्टाइल के छ वेट लसको लागि, त्यो कुरा सिकाउँदैछु है त। मेरो नाम चाहिँ दिपक शाह है। सो बेसिकली म विगत 5 इयर्सदेखि चाहिँ वेट लस निड्समा काम गर्दै आइरहेको छु। अनि आजको वर्कसप चाहिँ एकदमै धेरै नै लाइक बेनिफिसियल हुनेवाला छ तपाईँहरूको लागि। यो वर्कसपमा हामीले हाम्रो क्लाइन्ट्सहरूलाई दिएको सिक्रेटहरू, जसरी हाम्रो क्लाइन्ट्सहरूले 10 केजी 15 केजीहरू वेट लस गर्न सक्नु भएको छ, त्यो सिक्रेट्सहरू चाहिँ हामी तपाईँलाई यो वर्कसपमा सिकाउनेछौँ। त्यही भएर पेसेन्स भएर तपाईँहरूले एकदमै शान्त ठाउँमा गएर बस्नु होला, जहाँ तपाईँलाई कुनै पनि डिस्टर्बेन्स नहोस्। किनभने यो 2 आवर्सको वर्कसपमा हामी धेरै भ्यालुएबल कुराहरू सिक्नेछौँ। सायद तपाईँहरू फेसबुक चलाएर बस्न सक्नुहुन्थ्यो होला, युट्युबमा भिडियो हेरेर बस्न सक्नुहुन्थ्यो होला, इन्स्टाग्राममा रिल्स हेरेर, टिकटक चलाएर बस्न सक्नुहुन्थ्यो होला। तर तपाईँहरू सबैजना यो वर्कसपमा वेट लस गर्छु, आफ्नो हेल्थको लागि, आफ्नो बडीको लागि केही गर्छु भनेर आउनु भएको छ। फर्स्ट अफ अल सबैजनालाई कङ्ग्रेचुलेसन्स है। एकदमै धेरै कङ्ग्रेचुलेसन्स, तपाईँहरूले फर्स्ट स्टेप लिनुभएको छ है तपाईँको वेट लस जर्नीको लागि। सो एकदमै धेरै कङ्ग्रेचुलेसन। आजको यो वेट लस वर्कसपमा हामी के सिक्छौँ भनेर लाइक पोइन्ट आउट गरिरहेको छ है त। यो पोइन्ट आउटमा के छ हामी सर हेर्छौँ, अनि त्यसपछि गएर बल्ल हाम्रो वर्कसप अगाडि बढाउँछौँ। हामी वेट लस के हो भनेर पनि बुझ्नेछौँ। हामी सधैँ अब वेट लस भनेर सुनिरहेको छौँ, तर वेट लस के हो खासमा भन्ने कुरा हामीलाई एकुरेट लाइक डेफिनेसन, एकुरेट एन्सर नै थाहा हुँदैन नि त कतिजनालाई। लाइक सिम्पली के भन्छ भने लाइक अब वेट जोग्ने ठाउँमा जान्छौँ, 65 देखिरहेको छु, फेरि अर्कोचोटि जान्छौँ अनि 65बाट 55 देख्यो भनेदेखि मेरो त वेट लस भइरहेको छ भनेर। तर के कारणले भएको, कसो भएको भन्ने कुरा त्यो चाहिँ हामी स्टिल अननोन छौँ नि। सो त्यसैको बारेमा हामी वेट लस के हो, कसो हो भनेर चाहिँ बुझ्नेछौँ है त। सेकेन्ड भनेको चाहिँ हामी अन्डरस्ट्यान्डिङ अबाउट क्यालोरी। हामीले वेट लस गर्दाखेरि क्यालोरी भनेर धेरै सुनिरहेछौँ। आखिर यो क्यालोरी भन्ने चाहिँ के हो? क्यालोरी चाहिँ कसरी वेट लसमा चाहिँ इम्प्याक्ट पारिरहेको छ भनेर पनि यसमा हामी बुझ्नेछौँ। नेक्स्ट टपिक रहेको छ हाम्रो वेट लस मिथहरू पनि हामी कुनै लाइक फ्यु पोइन्ट्सहरू यो मिथहरूको चाहिँ हामी एक्सप्लेन गर्नेछौँ।
सेम गोज मेटाबोलिजम र हार्मोन्स जसले चाहिँ एकदमै धेरै वेट लसमा असर गरिरहेको हुन्छ। एन्ड अनि लास्ट त्यसपछि चाहिँ म कुनै लाइक एउटा वेट लसको स्ट्राटेजिज एउटा कुनै टिप्सहरू ओर समथिङ रेसिपीहरू सेयर गर्नेछु, त्यो मस्ट बी इन्ट्रेस्टिङ हुन्छ। सो लास्टसम्म चाहिँ बस्दिनु होला। त्यसपछि हामी क्युएनई सेसनमा जानेछौँ। क्युएनई सेसनमा तपाईँहरूको क्वेरी जे छ त्यो सबैको एन्सर म दिनेछु। एन्ड लास्टली चाहिँ समथिङ स्पेसियल छ, समथिङ सरप्राइज छ है, त्यसको लागि तपाईँहरू लास्टसम्म भए पनि हेरिदिनु है, लास्टसम्म भयो नि मेरो कुरा सुनिदिनु है त। फर द अन्डरस्ट्यान्डिङ द वेट लस। सो वाट इज वेट लस? फर्स्टमा त हामीले वेट लस भन्ने जुन अघि मैले भने नि वेट नाप्ने मेसिनमा मात्रै हुँदैन। पहिला सुरुमा वेट लस के हो भनेर पनि हामीले बुझ्नुपर्ने हुन्छ। सो वेट लस भनेको चाहिँ के हो त नि? वेट लस भनेको चाहिँ क्यालोरिज बर्न गर्नु हो। क्यालोरिज बर्न गरेर जुन एक्स्ट्रा फ्याट हुन्छ नि त्यो फ्याटलाई हटाउने काम हो। क्यालोरिज केबाट पाउनुहुन्छ? क्यालोरिज तपाईँले खाइराख्नु भएको खानाबाट पाउनुहुन्छ। सिम्पल भाषामा भन्नु पर्दाखेरि तपाईँले जति खानुहुन्छ नि त्यति नै तपाईँले एनर्जी लस अर बर्न गर्नुहुन्छ भने त्यसलाई वेट लस गरेको भन्नुहुन्छ है त। इफ तपाईँले खाइराख्नु भएको छ तर जुन अमाउन्टको तपाईँको जुन खाइराख्नु भएको त्यो अमाउन्ट बराबर तपाईँले एनर्जी चाहिँ बर्न गरिराख्नु भएको छैन भने तपाईँको वेट लस हुँदैन, यसले चाहिँ तपाईँको वेट गेन हुन्छ है त। बुझ्नुभयो नि? सिम्पली वेट लस भनेको के रहेछ त? हामी वेट लस त गर्दैछौँ। अब वेट लस गर्दाखेरि वेट लसको 3टा भेरिएन्ट पनि हुन्छ। सो त्यो 3टा भेरिएन्ट पनि हामीले बुझ्नुपर्ने हुन्छ। हामीले के चाहिँ लस गरिरहेछौँ त्यो कुरा पनि बुझिराख्नुपर्छ। हामी हेल्दी वेमा वेट लस गरिरहेछौँ कि अनहेल्दी वेमा वेट लस गरिरहेछौँ त्यो पनि मोस्ट इम्पोर्टेन्ट है। आफ्नो हेल्थ बिगारी चाहिँ वेट लस गर्नु भएन। सो लेट्स यो वेट लसको टाइप्सहरू, भेरिएन्टहरू। वेट लसमा सबभन्दा फर्स्टमा आयो फ्याट लस। फ्याट लस भनेको तपाईँको बडीमा चाहिँ जुन अनवान्टेड फ्याटहरू चाहिँ लाइक अनवान्टेड अनहेल्दी फ्याटहरू स्टोर भएर बसिरहेको छ नि त्यो फ्याटलाई चाहिँ बर्न गर्नु भनेको तपाईँको फ्याट लस हुनु हो। यसमा चाहिँ तपाईँको मसलहरू लस भएको हुँदैन। सिम्पली यसले चाहिँ फ्याट मात्रै लस गरिरहेको हुन्छ। एन्ड अर्को कुरा भनेको फ्याट लस गर्नु भनेको तपाईँको लागि एकदमै हेल्दी कुरा हो है त। फ्याट लस गर्दाखेरि तपाईँलाई बडीमा विकनेस पनि हुँदैन, तपाईँको स्किनहरू लुज हुँदैन, तपाईँको बडी टोनमा आउँछ, तपाईँको प्रपर सेप देख्न चाहिन्छ भने तपाईँले चाहिँ फ्याट लस गर्नुपर्ने हुन्छ है। एन्ड नेक्स्ट टपिक रहेको छ मसल लस। मसल लस भनेको तपाईँको वेट त घटिरहेको छ तर तपाईँको चाहिँ मसल लस भइरहेको छ भने यसले चाहिँ लाइक अलिकति नेगेटिभ इम्प्याक्ट ल्याउँछ है त। यो भनेको चाहिँ अलिकति अनहेल्दी अनप्रपर वेट लस हो। तपाईँको मसल लुज भयो भनेदेखि तपाईँलाई डिजिनेस हुनसक्छ, तपाईँलाई विकनेस हुनसक्छ। अनि अर्को भनेको चाहिँ तपाईँको जुन हामीले हेरिरहेको हुन्छ नि मान्छे लाइक हामीले लाइक वेट लस गर्दाखेरि कतिजनाको लाइक स्किनहरू कस्तो लत्रेको हुन्छ नि, हो त्यो भनेको चाहिँ मसल लस भएको, त्यो भनेको चाहिँ फ्याट लस भएको होइन। फर्स्टमा चाहिँ तपाईँले फ्याट लस गर्नुपर्ने हुन्छ है त। मसल लस गर्नु भनेको अलिकति नराम्रो मानिन्छ है, नराम्रो, त्यसपछि गएर अनहेल्दी पनि हुन्छ। अनि नेक्स्ट टपिक रहेको छ वाटर लस। यो वाटर लस भनेको चाहिँ तपाईँले फ्याट लस गर्नुभन्दा अगाडि तपाईँको चाहिँ वाटर लस भइरहेको हुन्छ। यो कुरा कतिजनालाई थाहा छैन होला मेबी है। तपाईँको बडीलाई चाहिने भन्दा बढी पानी भयो भने त्यो पनि एउटा चाहिँ वाटर वेटमा चाहिँ गएर बसिन्छ, त्यो पनि एउटा वेट बनेर बस्छ जसलाई चाहिँ वाटर वेट भनिन्छ। र त्यो वाटर तपाईँको बडीबाट डिडक्ट गर्नु भनेको तपाईँले वाटर लस गरिराख्नु भएको है। यो वाटर लस भनेको तपाईँको एकदमै सर्ट टर्मको लागि हुन्छ। तपाईँले लाइक कार्बोहाइड्रेट धेरै खाइराख्नु भएको छ अर सुगरी आइटमहरू धेरै खाइराख्नु भएको छ, साल्टहरू नुन धेरै खानुहुन्छ भने चाहिँ बडीले चाहिँ यो वाटरलाई चाहिँ होल्ड गरेर बस्छ, फेरि यसले गर्दा चाहिँ वेट गेन हुन्छ। सो यो वाटर लस भनेको चाहिँ एकदमै सर्ट टर्मको लागि हुन्छ। सो मेनली वेट लस भन्ने बित्तिकै तपाईँले केमा फोकस हुनु पर्यो भने तपाईँले फ्याट लसमा चाहिँ फोकस हुनुपर्ने हुन्छ है त। सो वाट इज क्यालोरिज है त? क्यालोरी भनेको चाहिँ एउटा एनर्जी हो कि जस्तै कि अब हाम्रो बडीलाई चलाउनलाई हाम्रो हाम्रो पार्टहरू चल्नलाई, बडीको पार्ट्सहरू, हाम्रो हार्ट बिट हुनलाई, हाम्रो होल सिस्टम चल्नलाई चाहिँ हामीलाई क्यालोरिज चाहिन्छ क्या। जस्तै कि तपाईँले सजिलो भाषामा बुझाउनु पर्दाखेरि चाहिँ
इमेजिन गर्नुहोस् हजुरसँग एउटा बाइक छ अनि त्यो बाइकमा पेट्रोल छैन, के त्यो बाइक चल्छ? बाइक चल्दैन नि है। किन चल्दैन भनेपछि पेट्रोल छैन भने त्यो बाइक चल्दैन। एक्ज्याक्टली त्यसरी नै काम गर्छ क्या। बाइकलाई चल्नलाई पेट्रोल चाहिन्छ भने त्यस्तै हाम्रो बडीलाई एनर्जी चाहिन्छ। त्यो एनर्जी हामीले कहाँबाट पाउँछौँ त? अनि त्यो एनर्जीलाई क्यालोरिज भनिन्छ। त्यो एनर्जीलाई हामीले क्यालोरिज भन्छ। जस्तो कि हामीले एनर्जी कहाँबाट पाउँछौँ? हामीले खानेकुराहरूबाट पाउँछौँ। हामीले अब लाइक हामी जे खान्छौँ, हाम्रो प्रोटिन खान्छौँ, कार्बोहाइड्रेट खान्छौँ, त्यो खानेकुराबाट हामीले एनर्जी पाउँछौँ कि। अनि त्यो एनर्जीलाई चाहिँ क्यालोरी भनिन्छ कि बेसिकली। सो तपाईँले यो क्यालोरी भन्ने कन्सेप्ट चाहिँ कतिजनाले बुझ्नु भयो त? सो क्यालोरी भनेको चाहिँ बेसिकली के हो भने एनर्जी हो। एनर्जी हो जसले जुन एनर्जीले हाम्रो शरीरलाई चलाउँछ त्यसलाई क्यालोरी भनिन्छ है। सो सो क्यालोरीको इक्जाम्पल दिन्छु है। जस्तै कि एउटा मिडियम साइज बनानामा 105 क्यालोरी हुन्छ, एउटा बोइल्ड एगमा 70 क्यालोरी हुन्छ भने एउटा एक प्लेट मोमोमा 500 क्यालोरी हुन्छ है। सो यो चाहिँ क्यालोरिजहरूको इक्जाम्पल हो होइन। अनि वेट लस कसरी हुन्छ त? क्यालोरिज र वेट लसको हुन्छ नि लाइक के छ त कम्बिनेसन? के कारणले गर्दाखेरि चाहिँ वेट लस हुन्छ? क्यालोरी किन इम्पोर्टेन्ट छ वेट लसमा होइन? यदि हजुरले कम क्यालोरी कन्ज्युम गर्नुभयो भने बडीमा स्टोर भएको फ्याट छ नि, जस्तै कि तपाईँले अब क्यालोरी थोरै कन्ज्युम गर्न थाल्नुभयो भने, थोरै क्यालोरी खान थाल्नुभयो भने तपाईँको बडीले के गर्छ भने तपाईँको बडीमा जम्मा भएको जुन फ्याट छ नि त्यो फ्याटलाई एनर्जीको रूपमा युज गर्न थाल्छ। अनि एनर्जीको रूपमा युज गर्न थालेपछि तपाईँको फ्याट बर्न हुन्छ। सो त्यही भएर क्यालोरी कम खाँदा कसरी फ्याट लस हुन्छ भनेको कारण चाहिँ यही हो। क्यालोरी भनेको एनर्जी हो। तपाईँले यदि क्यालोरी खानुभयो भने तपाईँको बडीभित्र क्यालोरी हुन्छ र हाम्रो बडीले सुरुमा क्यालोरीलाई एनर्जीको कसरी युज गर्न थाल्छ। तर तपाईँले सुरुमा नै के अरे लाइक क्यालोरी कम खानुभयो भने तपाईँको बडीमा जुन फ्याट स्टोर भएको छ नि, बोसो जुन स्टोर भएको छ त्यो बोसोलाई युज गर्न थाल्छ एज अ एनर्जी। अनि एनर्जी त्यसरी चाहिँ तपाईँको फ्याट लस हुन्छ। अनि यदि हजुरहरूले धेरै क्यालोरी कन्ज्युम गर्नुभयो भने बडीमा फ्याट जम्मा हुँदै जान्छ अझै। जति धेरै क्यालोरी कन्ज्युम गर्नुहुन्छ त्यति धेरै फ्याट बडीमा जम्मा हुन थाल्छ, त्यसले गर्दाखेरि वेट गेन हुन्छ। अब थाहा भयो तपाईँहरूलाई क्यालोरिज किन इम्पोर्टेन्ट छ भनेर है। त्यो हामी जति फुड खान्छौँ त्यसको क्यालोरिज बडीमा एन्टर हुन्छ। तर यदि हामी बडीलाई चाहिँ चाहिने भन्दा धेरै क्यालोरिज लिन्छौँ भने एक्स्ट्रा एनर्जी फ्याटको रूपमा स्टोर हुन्छ र वेट बढ्छ। अब तपाईँले क्यालोरी भनेको थाहा पाउनुभयो। अब हाम्रो बडीलाई कति क्यालोरिज चाहिन्छ कसरी थाहा पाउने त? अब कति क्यालोरिज चाहिन्छ त हाम्रो शरीरलाई? अब त्यो थाहा पाउनको लागि तपाईँले बिएमआर भनेको कुरा थाहा पाउनुपर्छ के। बिएमआर भनेको के हो भने यसलाई चाहिँ बेसल मेटाबोलिक रेट भन्छ के। सो मेटाबोलिजमको रेट भन्छ यसलाई। बेसिकली कस्तो भने बिएमआर भनेको हामी केही पनि गरेका छैनौँ, केही पनि काम गरेका छैनौँ, यत्तिकै बसिरहेछौँ भने पनि हाम्रो क्यालोरी बर्न भइरहेको हुन्छ के। तर कति रेटमा बर्न भइरहेको हुन्छ त्यो बिएमआरले पत्ता लगाउँछ है। सो यसलाई चाहिँ बिएमआर भन्छ र बिएमआर चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट छ तपाईँको क्यालोरिजलाई ट्र्याक गर्न, तपाईँको बडीलाई कति क्यालोरिज चाहिन्छ थाहा पाउनलाई बिएमआर एकदमै धेरै नै इम्पोर्टेन्ट छ। इक्जाम्पल, टिभी चल्नलाई इलेक्ट्रिसिटी चाहिन्छ, त्यस्तै तपाईँको बडी चल्न क्यालोरिज चाहिन्छ कि। तपाईँको बडी तपाईँ बसिराख्नु भएको छ, सुतिराख्नु भएको छ, त्यही पनि तपाईँको हार्ट बिट भइरहेको हुन्छ, तपाईँको लाइक ब्रेथ सास फेरिराख्नुहुन्छ, तपाईँको डाइजेस्टिभ सिस्टमहरू चलिरहेको हुन्छ नि त होइन। डाइजेस्टिभ सिस्टमहरू चलिरहेको हुन्छ। त्यसरी चाहिँ लाइक जसरी टिभी चलाउन इलेक्ट्रिसिटी चाहिन्छ त्यसरी नै हाम्रो बडीलाई चलाउन क्यालोरी चाहिन्छ। र हामी बसिरहेको बेला सुतिरहेको बेला पनि क्यालोरिज बर्न हुन्छ। तर यो सबै डिपेन्ड हुन्छ तपाईँको मेटाबोलिक रेटमा, तपाईँको मेटाबोलिजम कस्तो छ त्यसमा डिपेन्ड हुन्छ है त। सो बिएमआरले के भन्छ भने हजुरको बडीलाई कति मिनिमम क्यालोरिज चाहिन्छ भनेर है। सो अब चाहिँ म के गर्छु भने तपाईँहरूलाई म लाइभ तपाईँहरूलाई यहाँ देखाउँछु के अरे क्यालोरिज कसरी ट्र्याक गर्ने भनेर होइन। अब सबभन्दा सुरुमा चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने जस्तै कि तपाईँको मोबाइलमा क्रोममा जानु होला, गुगलमा जानु होला, अनि बिएमआर क्यालकुलेटर भनेर सर्च गर्नु है त। बिएमआर क्यालकुलेटर सर्च गरिसकेपछि तपाईँले यो बिएमआर क्यालकुलेटर खोल्नुहोस् है। अनि जस्तै कि अब यहाँ हाइट के छ सेन्टिमिटरमा छ। सो यो अदर युनिट लेखेको ठाउँमा क्लिक गर्नुहोस् है त। अब जस्तै कि मिटरलाई सेन्टिमिटरमा चेन्ज गर्नुहोस् अनि यो इन्चेसलाई इन्चेसलाई सेन्टिमिटरमा चेन्ज गर्नु, यहाँ मिटरलाई चाहिँ फुटमा चेन्ज गर्नु, किनभने हामीलाई फुटमा थाहा हुने बानी छ नि त। सो जस्तै कि मेरो हाइट 5.5 फिट छ भने यहाँ सेन्टिमिटरमा निकाल्थ्यो 164.5
167.64 सेन्टिमिटर भनेर होइन। त्यो मेरो उमेर 25, अनि जेन्डर मेल हाले, अनि हाइटमा चाहिँ 167.64 होइन, अनि लेट चाहिँ वेटमा 70 केजी हालेँ मैले है। अब तपाईँले यहाँ के देख्नुहुन्छ भने यहाँ रिजल्टमा बिएमआर निस्केको छ है। यो भनेको मैले मेरो मेरो शरीरले म बसिरहेको बेला पनि उ गरिरहेको बेला पनि यति क्यालोरिज अ डे चाहिँ बर्न गरिरहेको नै हुन्छ है। यति क्यालोरिज दिनमा बर्न गरेर हुन्छ। अब जस्तै कि अब यसमा धेरै कुराहरू म्याटर गर्छ। जस्तै कि तपाईँले एकदमै थोरै एक्सर्साइज गर्नुहुन्छ भने तपाईँको शरीरले यति क्यालोरी बर्न गर्ने भयो। यदि तपाईँले हप्तामा 2 दिन 3 दिन गर्नुहुन्छ भने, सो यो कुराहरू चाहिँ तपाईँ हेरिराख्नु। तर म तपाईँलाई मेन कुरा भन्नेछु, जुन यो रिजल्ट आएको छ नि बिएमआरको 162.28, 1628 क्यालोरिज पर डेको जुन रिजल्ट आएको छ नि, अब यसलाई कसरी क्यालकुलेट गर्ने भनेर चाहिँ म तपाईँलाई देखाउँछु है त। अब तपाईँले हाउ टु क्यालकुलेट बिएमआर त थाहा पाउनुभयो है। अब हजुरले दैनिक कति क्यालोरी चाहिन्छ त? जस्तै कि तपाईँले फेरि यहाँ जाउँ है त। जस्तै कि तपाईँको शरीरलाई चाहिने मेन्टेनेन्स क्यालोरी भनेको तपाईँको शरीरलाई कति क्यालोरी चाहिन्छ एक दिनमा भन्ने कुराहरू चाहिँ यहाँबाट निस्किन्छ है। जस्तै कि लो एक्टिभिटी, तपाईँले मानौँ के अरे केही पनि काम गर्नुहुन्न, अथवा तपाईँको अफिसमा बस्ने काम मात्रै हो, तपाईँ घरमा बस्नुहुन्छ, स्टुडेन्ट हो, टेबलमा बसिराख्ने टेबल जब हो भने चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने चाहिँ बिएमआरलाई इन्टु 1.2ले मल्टिप्लाई गर्नु। जस्तै कि मेरो बिएमआर 1600 आयो भने 1600 इन्टु 1.2 यो स्क्रिनसट लिएर राख्नु है त। अनि त्यसपछि गएर अर्को भनेको चाहिँ मिडियम एक्टिभ। यदि तपाईँ हप्तामा 3 दिन 4 दिन एक्सर्साइज गर्नुहुन्छ, अथवा हप्तामा 1 दिन कतै साथीहरूसँग हाइकिङ जानुहुन्छ, अथवा लाइक दिनमा के अरे 30 मिनट भयो नि 10 मिनट भयो नि वाकिङ गर्नुहुन्छ, अथवा स्लाइट एक्सर्साइज तपाईँको काम नै हिँड्ने डुल्ने काम छ भने चाहिँ तपाईँको बिएमआरलाई इन्टु 1.55ले मल्टिप्लाई गर्नु है त। अनि यदि हजुर एकदमै धेरै एक्टिभ हुनुहुन्छ, तपाईँ दिनदिनै जिम जानुहुन्छ, रनिङ गर्नुहुन्छ, तपाईँले दिनदिनै वाक गर्नुहुन्छ भने तपाईँको बिएमआरलाई इन्टु 1.75ले मल्टिप्लाई गर्नु है त। यो पार्ट चाहिँ स्क्रिनसट लिएर राख्नुहोस् है त, किनभने तपाईँको बिएमआरलाई हामी मल्टिप्लाई गऱ्यो भने तपाईँको बडीलाई चाहिने लाइक क्यालोरिज हामीले पत्ता लगाउन सक्छौँ है त। अब इक्जाम्पल क्यालकुलेसन गरौँ है त। जस्तै कि अब यदि मेरो क्यालोरी अथवा हजुरको 1500 क्यालोरी 1500 बिएमआर आयो अरे अघिको हाम्रो क्यालकुलेसनमा भने, अनि हजुर मिडियम एक्टिभिटी गर्नुहुन्छ, एकदमै हुन्छ नि मैले अघि भने नि 3टा लो, मिडियम र हाई है। मिडियम एक्टिभिटी भनेको कहिलेकाहीँ यसो हप्तामा 1 2 दिन वाकिङ गइदिने, हाइकिङ गइदिने, कहिलेकाहीँ अब बेलुका हिँडडुल गर्ने, कहिलेकाहीँ बाइकको साटो स्कुटरको साटो हिँडेर जाने आउने छ, अथवा तपाईँको टेबल जबको साटो अरू कुनै जब छ भने चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने आफ्नो 1500 क्यालोरीलाई इन्टु 1.55ले मल्टिप्लाई गर्दाखेरि 2325 क्यालोरिज निस्किन्छ है। यो भनेको चाहिँ तपाईँको मतलब यो भनेको हजुरको मेन्टेनेन्स क्यालोरी चाहिँ 23.25 हो है। सो अघि कतिजनाले आफ्नो बिएमआर निकाल्नु भएको थियो, र तपाईँ कुनमा हुनुहुन्छ, मिडियममा हुनुहुन्छ कि के अरे लो लो एक्टिभिटी गर्नुहुन्छ कि मिडियम गर्नुहुन्छ कि लार्ज एक्टिभिटी गर्नुहुन्छ, हाम्रो मेन्टेनेन्स क्यालोरी कति हो भनेर चाहिँ हामीले थाहा पायौँ है। सो अब भनेको वेट लसको लागि क्यालोरी रिडक्सन गर्नुपर्छ कि अघि मैले तपाईँलाई भनिहालेँ नि, वेट लसको लागि क्यालोरी रिडक्सन गर्नुपर्छ। फेरि एउटा कुरा है, क्यालोरी रिडक्सन गर्नुपर्छ भन्ने बित्तिकै नआतिनु है। मैले पनि वेट लस गर्नलाई क्यालोरी, म तपाईँलाई मेरो आफ्नो डाइट प्लान देखाउँछु होइन। मेरो डाइट प्लान भनेको मैले मनपर्ने खानेकुराहरू राख्छु क्या। क्यालोरी रिडक्सन त गर्ने हो, पोर्सन कन्ट्रोल त गर्ने हो, तर स्मार्ट वेले गर्ने हो क्या। तपाईँहरूलाई टेक्निक थाहा नभएर तपाईँहरूले एकदमै धेरै आफूलाई स्टार्भ गरिराख्नु भएको हुन्छ होला, भोकै राख्नु भएको हुन्छ होला होइन। त्यस्तो गर्ने होइन। क्यालोरी रिडक्सन भनेको चाहिँ मेन्टेन गरेर गर्ने हो, आफूलाई भोकै नराखिकन पनि गर्न सकिन्छ है। सो सो स्लो, यदि तपाईँलाई स्लो वेट लस गर्नु छ भने, जस्तै कि अघि हाम्रो मेन्टेनेन्स क्यालोरी 1500 आएको थियो भने, त्यो के अरे सरी 2300 आएको थियो भने मेन्टेनेन्स क्यालोरी 2300मा -300 to 500 क्यालोरी माइनस गर्नुभयो भने तपाईँको स्लो वेट लस हुन्छ। यदि तपाईँले 500 देखि 700 क्यालोरी माइनस गर्नुभयो भने तपाईँको फास्ट वेट लस हुन्छ। सो तपाईँ इक्जाम्पल मैले दिइहालेँ, मेरो अघि 2325 निस्केको थियो मेन्टेनेन्स क्यालोरी, त्यसमा मैले 500 क्यालोरी माइनस गर्दाखेरि 1825 क्यालोरी मैले दिनभरि खाएँ भने मेरो वेट लस हुन्छ है। ओके, सो यदि हजुरको मेन्टेनेन्स क्यालोरी यति छ भने
यति खानु यति क्यालोरिज तपाईँलाई यति क्यालोरिज तपाईँले खानुभयो भने तपाईँको वेट लस हुन्छ है त। ओके, अब चाहिँ मेन पार्ट भनेको क्यालोरी कसरी ट्र्याक गर्ने त होइन। क्यालोरी ट्र्याक गर्नलाई के कुराहरू छ त, कसरी ट्र्याक गर्ने क्यालोरी? एउटा भनेको चाहिँ च्याट जिपिटी, मेरो फेभरेट टुल भएको छ अहिले चाहिँ यो च्याट जिपिटी। कति ओके, अनि अर्को भनेको चाहिँ तपाईँको एउटा च्याट जिपिटी भयो, एउटा फुड प्याकिङ भयो कि तपाईँको कुनै पनि प्याकेट फुड खानुहुन्छ भने त्यसको पछाडिको प्याकिङमा पनि लेखा हुन्छ। र अर्को कुरा भनेको म तपाईँलाई मेरो डाइट प्लान देखाउँछु, त्यो डाइट प्लानमा मैले एभ्री डे प्याकेट फुड पनि खाए, दालमुट लेज खाएर पनि कसरी वेट लस गरिरहेको छु मेरो डाइट प्लानमा त्यो पनि देखाउँछु है त। सो सबभन्दा सुरुमा म च्याट जिपिटीकोमा जान्छु होइन। सो च्याट जिपिटीको बारेमा, च्याट जिपिटीबाट कसरी थाहा पाउने भनेर बुझ्नको लागि कतिजना एक्साइटेड हुनुहुन्छ? एक्साइटेड भन्दा सुरुमा आफ्नो गुगलमा जानु, क्रोममा जानु, मोबाइलमा जानु, अथवा तपाईँले च्याट जिपिटीको एप पनि डाउनलोड गर्न सक्नुहुन्छ है त। च्याट जिपिटी भनेर तपाईँले सर्च गर्नु होइन, अनि च्याट जिपिटीको एप डाउनलोड गर्न सक्नुहुन्छ। तपाईँले क्रोममा गएर च्याट जिपिटी भनेर सर्च गर्नु है। च्याट जिपिटी सर्च गर्नु चाहिँ उयो यस्तो लोगो भएको, ओपन एआईको लोगो भएको च्याट जिपिटी आउँछ है। अनि यो च्याट जिपिटी लेखेकोमा चाहिँ क्लिक गर्नु है। अब क्लिक गरेपछि तपाईँको च्याट जिपिटी खुल्यो है। अब जस्तै कि मानौँ मलाई एउटा चिया, 1 कप चियाको क्यालोरिज चाहियो अरे। अब तपाईँलाई इफ इङ्ग्लिस टाइपिङ आउँछ भने तपाईँले हामीले च्याट गर्ने भाषामा नि बोल्न सकिन्छ कि। जस्तै कि मैले 1 कप मिल्क टीमा 1 टिस्पुन सुगर एड गरेको छु, यसको कति क्यालोरी भयो भयो अब तपाईँले यसरी पनि सोध्नुभयो भने एन्सर दिन्छ क्या। अब 1 कप भनेको 200 ml जति हुन्छ मिल्क टी विथ 1 टेबल स्पुन भनेको 4 ग्राम सुगर हाल्दाखेरि तपाईँको 100 ml मिल्क, 100 ml छ फुल फ्याट मिल्क भनेको तपाईँको 1 कप चियामा 80देखि 85 क्यालोरिज हुन्छ। यसरी तपाईँले हरेक कुराको क्यालोरी ट्र्याक गर्न सक्नुहुन्छ क्या। जस्तै कि अब म एउटा अर्को इक्जाम्पल दिन्छु है त। जस्तै कि मैले अब मर्निङमा, अब मैले खाना खाने टाइममा 1 स्मल बाउल, एउटा कचौडामा मैले कुक्ड राइस खाएँ, अनि 1 कप, अनि 1 स्मल कप दाल खाएँ, 1 कप तरकारी खाएँ, अनि 5 पिस चिकन खाएँ। कति क्यालोरिज भयो? अब मैले यसरी पनि सोध्न मिल्छ क्या। अब यसले इन्स्ट्यान्टली रिप्लाई दिइहाल्यो। 1 स्मल कप कुक राइसमा 195 क्यालोरी हुन्छ, अनि दालमा 120 क्यालोरी हुन्छ होइन। अनि कुक भेजिटेबल, पकाएको तरकारीमा तेलसँग 100 क्यालोरिज हुन्छ। अनि त्यसै गरेर 5 पिस चिकन मिडियम साइज करी ग्रेभी स्टाइलमा 350देखि 400 क्यालोरिज हुन्छ भनेको यसमा 765देखि 815 क्यालोरिज हुन्छ है। सो एआई छ, एआईलाई युज गर्नु होइन। यो एकदमै इन्टरनेटको एकदमै धेरै राम्रो कुरा हो कि यो। यहाँबाट हामीले बेनिफिट लिन सकिन्छ होइन। सो त्यसले गर्दाखेरि यो एआईलाई चाहिँ एकदमै धेरै मोस्ट इम्पोर्टेन्ट युज गर्नु। यहाँबाट नि तपाईँले धेरै कुराहरू थाहा पाउन सक्नुहुन्छ है। सो अब चाहिँ हामी हाम्रो अर्को टपिकमा लाग्छौँ है त। तपाईँको तपाईँले लेजहरू खाइराख्नु भएको छ, कुरकुरे खाइराख्नु भएको छ भने त्यसको प्याकेटको पछाडि पनि क्यालोरी लेखेको हुन्छ। अथवा तपाईँले यसैको फोटो खिचेर च्याट जिपीटीलाई पठाउन सक्नुहुन्छ, अथवा च्याट जिपीटीलाई मैले यो कुरकुरे खाइरहेको छु, यति खाँदा कति क्यालोरी छ, त्यहाँबाट पनि तपाईँले सोध्न सक्नुहुन्छ है त। अब च्याट जिपिटी युज गर्ने, च्याट जिपिटीमा जस्तो कि मैले यो प्रम्प्ट हालेको थिएँ नि, मलाई 1 प्लेट दाल भात, 1 चिकन करी, घी अनि सलादको क्यालोरी ब्रेकडाउन दिनुहोस् भनेर तपाईँले च्याट जिपिटीलाई यो मेसेज टाइप गरेर पठाउनु भयो भने च्याट जिपिटीले तपाईँलाई कति क्यालोरी छ त्यो भनिदिनेछ। अब तपाईँले अर्को कुरा भनेको छ नि, च्याट जिपिटीलाई सोद्धाखेरि अथवा तपाईँले दिमागमा राख्नुपर्ने कुरा भनेको नि हिडन क्यालोरिजको कुराहरू हो है। अब जस्तै कि मैले अघि तपाईँलाई भने नि, अब हामीले क्यालोरी ट्र्याक गर्दाखेरि एउटा तेलको पनि क्यालोरी ट्र्याक गर्नुपर्छ क्या। एउटा तेलको पनि तपाईँले जस्तो कि जुन हामीले पकाउँदाखेरि तेल युज गर्छौँ, 1 चम्चा हालेको छु कि 2 चम्चा हालेको छु कि, त्यो तेलको पनि क्यालोरी ट्र्याक गर्नुपर्छ। सानो सानो कुराको पनि के, जस्तै कि तपाईँले अब चिया खाँदै हुनुहुन्छ, चिया खाँदाखेरि तपाईँले 1 चम्चा चिनी हाल्नु भएको छ कि 2 चम्चा हाल्नु भएको छ कि, सानो चम्चा युज गर्नु भएको छ कि ठुलो चम्चा युज गर्नु भएको छ,
त्यो पनि तपाईँले ट्र्याक गर्न सक्नुहुन्छ है। त्यो हरेक हिडन क्यालोरिजहरू तपाईँले ट्र्याक गर्नुपर्ने हुन्छ। किनभने मैले अघि तपाईँलाई भनिहालेँ, एक एक कप मिल्क टीमा तपाईँको दुई स्पुन 2 टी स्पुन मात्र पनि सुगर एड गर्नुभयो भने 32 to 45 क्यालोरी दिन्छ है। त्यो 32 to 45 क्यालोरिज हुन्छ। त्यसले गर्दाखेरि तपाईँले यो चाहिँ सुगर, अनि त्यसपछि गएर दुध, कस्तो दुध हाल्नु भएको छ, दुधमा पानी मिसाउनु भएको छ कि छैन, कि र दुध हाल्नु भएको छ होइन, त्यसमा पनि डिपेन्ड पर्छ है। सो क्यालोरी ट्र्याक गर्दाखेरि हरेक इच एन्ड एभ्री डिटेलमा जानु है त। सो डाइट प्लान, अब चाहिँ म तपाईँहरूलाई आफ्नो डाइट प्लान आफै बनाउन सिकाउँछु होइन। अनि डाइट प्लान बनाउँदाखेरि मोस्ट इम्पोर्टेन्ट कुराहरू के हो कस्तो हो त्यो पनि सिकाउँछु। र मलाई तपाईँहरूले आफ्नो डाइट प्लान आफै पनि बनाउन सक्नुहुन्छ होइन, अथवा कुनै एक्सपर्टको हेल्प लिएर उहाँहरूलाई बनाउन दिन सक्नुहुन्छ। तर तपाईँले अब डाइट प्लान बनाउँदाखेरि ध्यान दिनुपर्ने कुरा भनेको छ नि, जहिले पनि डाइट प्लानमा खानेकुरा तपाईँले मनपर्ने खानेकुरा राख्नु के। डाइट प्लान कहिले पनि स्ट्रिक्ट भयो भने तपाईँले हुन्छ नि, लाइक तपाईँले मन नपर्ने खानेकुराहरू अथवा नयाँ नयाँ खानेकुराहरू अथवा एकदमै थोरै खानेकुराहरू भयो भने तपाईँको के हुन्छ भने त्यो डाइट प्लान एक त फलो गर्न मन लाग्दैन। अनि अर्को भनेको चाहिँ डाइट प्लान रुटिनमा बनाउनु क्या। तपाईँको रुटिन, जस्तै कि तपाईँको एभ्रिडे रुटिन त हामीलाई थाहा हुन्छ नि त, म बिहान यति बजे उठ्छु, यति बजे सुत्छु, यति बजे खान्छु, यति बजे काम छ, त्यो रुटिन अनुसार हाल्नु होइन। अनि हरेक दिन त्यो डाइट प्लानलाई चाहिँ तपाईँको फोनमा अथवा केहीमा वालपेपरमा कहीँ राखेर भने हरेक दिन त्यसलाई हेरिराख्नु क्या। त्यसले पनि मोटिभेसन दिन्छ डाइट प्लान फलो गर्न। र अर्को भनेको तपाईँले क्यालोरी काउन्ट गर्न चाहिँ नबिर्सिनु होला, किनभने क्यालोरी हरेक टाइम इम्पोर्टेन्ट छ क्या। सो आजदेखि नै तपाईँ एउटा बानी बसाल्नु के बानी बसाल्नु भने तपाईँले जे पनि खानेकुरा खानुहुन्छ नि, टक्क खानुभन्दा अगाडि एकपल्ट च्याटजिपीटीलाई सोध्ने अथवा इन्टरनेटमा सर्च गर्ने यसको क्यालोरी कति हो भनेर, त्यो बानी बसाल्नु। आज तपाईँहरू यदि साँच्चीकै वेट लस गर्न चाहनुहुन्छ र तपाईँ लाइक आफूले आफूलाई फिट, आफ्नो डिजायर बडीमा जान चाहनुहुन्छ भने तपाईँहरू मलाई प्रमिस गर्नु, आजदेखि तपाईँहरू आफ्नो क्यालोरी काउन्ट गर्न सुरु गर्नुहुन्छ। जबदेखि तपाईँ क्यालोरी ट्र्याक गर्न सुरु गर्नुहुन्छ त्यो दिनदेखि नै तपाईँले वेट लस गर्न थाल्नुहुन्छ। मर्निङ ड्युटी, नाइट ड्युटी जे भयो पनि तपाईँले क्यालोरी ट्र्याक गर्न मिल्यो नि त। तपाईँले केही नभए पनि खानु त हुन्छ नि त। के खानुहुन्छ तपाईँले? सिम्पल एउटा डाइट छ तपाईँको होइन, तपाईँले यति क्यालोरी खानुपर्छ। जस्तै कि अघि मेरो निस्कायो त 1800 क्यालोरी खानुपर्छ भनेर तपाईँले ट्राई गर्न मिल्यो नि त। ल मैले बिहान यति बजे यति क्यालोरी खाथेँ, यति बजे यति क्यालोरी खाथेँ, अब मेरो यति क्यालोरी बाँकी छ, म यति क्यालोरी खान्छु। तपाईँले त्योभन्दा बढी खाए पनि केही प्रब्लम हुँदैन होइन। तपाईँ क्यालोरी ट्र्याक गर्नु, जुन दिन तपाईँले 1 हप्ता 10 दिन 15 दिनसम्म रेगुलरली क्यालोरी ट्र्याक गर्न थाल्नुहुन्छ नि, त्यसपछि मेन्टली नै तपाईँलाई हुन्छ नि लाज लाग्न थाल्छ कि साइकोलोजिकली नै, ओहो मेरो यति थियो, मैले किन बढी खाएँ, त्यो बानी परिदिन्छ क्या। त्यो बानी पार्नुपर्छ, किनभने वेट लसको लामा सबभन्दा फर्स्ट इम्पोर्टेन्ट थिङ भनेको माइन्ड सेट हो। माइन्ड सेट, राइट माइन्ड सेट चाहिन्छ, मोटिभेटेड हुनुपर्छ होइन। अनि राइट माइन्ड सेटको साथमा तपाईँले क्यालोरी ट्र्याक गर्न सिक्नुभयो, तपाईँले जुन मैले टेक्निक सिकाएको छु त्यसरी क्यालोरी ट्र्याक गर्नुभयो, र जस्ट एउटा ह्याबिट, एभ्री डे क्यालोरी ट्र्याक गर्ने ह्याबिट मात्रै तपाईँले स्टार्ट गर्नुभयो भने आइम ड्याम स्योर तपाईँले वेट लस गर्नुहुन्छ। त्यो चाहिँ मैले तपाईँलाई भनिहालेँ, चुज फुड यु अलरेडी इन्जोय, सो यो डाइट इज इजी टु फलो एन्ड इन्जोय क्या। तपाईँ यस्तो खानेकुराहरू चुज गर्नु जुन तपाईँलाई एकदमै मनपर्छ, तपाईँलाई चाहिने खानेकुराहरू हुन्छ नि, जसले गर्दा तपाईँ डाइट गरेको जस्तो फिल नहोस् कि, तपाईँ डाइटलाई इन्जोय गरेको होस् क्या है। सो माई ओन डाइट प्लान है त। अब आफ्नो डाइट प्लान बनाउँदाखेरि त्यही मैले भनिहालेँ नि, तपाईँले मनपर्ने खानेकुराहरू त राख्नु होइन, तर विदिन क्यालोरी डिफिसियन्ट तपाईँको जुन मेन्टेनेन्स क्यालोरीबाट जुन हामीले के अरे लाइक माइनस गरेर चाहिँ 500 क्यालोरिज, त्यो 500 क्यालोरिज माइनस गर्दाखेरि मेरो 1800 निस्केको थियो भने त्यो 1800 क्यालोरीको डेफिसिटमा चाहिँ बस्नु है त। त्यो डेफिसिटमा बसेरै प्लान बनाउनु, स्ट्रिक्ट पनि हुनुपर्छ होइन। किनभने यो वेट लस रिजल्ट भनेको एक दिन आज गर्यो, 1 हप्ता गर्यो, आउने वाला कुरा होइन क्या। यसको लागि तपाईँले टाइम दिनुपर्छ, कन्सिस्टेन्सी हुनुपर्छ होइन। अनि तपाईँले दिनु सक्नुभयो भने, टाइम दिनु सक्नुभयो भने, तपाईँहरूलाई टेक्निक थाहा थिएन होला, अब टेक्निक थाहा छ नि त। त्यही भएर तपाईँले क्यालोरी डेफिसिट चाहिँ एकदमै इम्पोर्टेन्ट छ, राख्नु होला है त। क्यालोरी डेफिसिटमा बसेरै प्लान बनाउनु होला है त। अब चाहिँ म तपाईँहरूलाई डाइट प्लानको इक्जाम्पल देखाउँछु, एउटा मेरो डाइट प्लान देखाउँछु जुन मैले बनाएको थिएँ होइन। सो तपाईँहरूले मेरो यो स्क्रिन देखिराख्नु भएको छ,
यो चाहिँ मेरो 1800 क्यालोरीको प्लान छ र यो प्लान देखेर तपाईँहरू लाइक यति धेरै खाना पाउँछ भनेर मेरो 1800 क्यालोरीको डाइट प्लान कस्तो हुन्छ त है। सो जस्तै कि तपाईँलाई म यहाँ देखाउँछु, म बिहान 7 बजे उठ्छु। 7 बजे उठ्ने बित्तिकै म एक ग्लास तातो पानी खानु मन पराउँछु। सो बिहान उठ्ने बित्तिकै एक ग्लास तातो पानी खान्छु र तातो पानीमा कुनै पनि क्यालोरिज हुँदैन, 0 क्यालोरिज पानीमा है। त्यसपछि गएर म चाहिँ एकदमै धेरै मिल्क टी मन पराउने मान्छे। मलाई त दुधको चिया चाहिन्छ, एकदमै धेरै दुधको चिया चाहिन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ म मिल्क टी खान्छु। अनि बिहान त्यस तातो पानी खाइसकेपछि म 1 कप मिल्क टी खान्छु। त्यसमा 1 टेबल स्पुन सुगर हालेर मिल्क टी खान्छु। सो मेरो बिहानको 7 बजे 100 क्यालोरिज मात्र भयो क्या है। त्यसपछि गएर मेरो ब्रेकफास्ट अराउन्ड 10 बजे हुन्छ। अनि मेरो ब्रेकफास्ट 500 क्यालोरीको हुन्छ क्या। अब जस्तै मैले अघि तपाईँलाई च्याट जिपिटीमा सोध्न लगाएको थिएँ नि, त्यसै गरी तपाईँले च्याट जिपिटीलाई मेरो ब्रेकफास्ट, तपाईँले अहिलेको ब्रेकफास्ट के छ त, तपाईँको सरी अहिलेको खानामा दाल भातमा के खानुहुन्छ र कसरी खानुहुन्छ। जस्तै कि के अरे एक भात खान्छु, कुक राइस खान्छु, म तरकारी खान्छु, के अरे मासु खान्छु। सो यसलाई चाहिँ 500 क्यालोरीको निडमा बनाइदेऊ भनेर तपाईँले च्याट सोध्न सक्यो। तर क्यालकुलेट पनि गर्नु है। जस्तै कि तपाईँले ब्रेकफास्ट म यो खान्छु, मेरो टोटल क्यालोरी मेन्टेनेन्स क्यालोरी 1800 छ। सो मेरो के अरे ब्रेकफास्टदेखि मेरो डिनरसम्म टोटल 1800 हुनु पर्यो भनेर तपाईँले सोध्नु होइन। अनि त्यसरी ट्र्याक गर्नु। अनि तपाईँले जस्तै कि अब मैले के अरे एउटा स्मल बाउल, एक कचौरा मैले भात खान्छु। अनि त्यसपछि गएर एक कचौरा दाल खान्छु। अनि एउटा मिडियम कचौरामा चाहिँ म तरकारी खान्छु र नर्मली म 4 देखि 5 पिस चाहिँ चिकन खान्छु है। कहिलेकाहीँ म हप्तामा 2 दिन 3 दिन खाँदिनँ, नर्मली चिकन 4 देखि 5 पिस म लाइक एभ्री डे खाइरहेको हुन्छु है। त मेरो ब्रेकफास्ट, मेरो बिहानको खानाको क्यालोरी नै 500 क्यालोरिज पुग्यो है। त मेरो मेजर क्यालोरी नै यही हो है। त्यसपछि गएर अर्को भनेको खाजा है। अब म खाजा खाँदाखेरि चाहिँ म अब अफिसमा हुन्छु होइन प्रायः जसो। अनि अफिसमा हुँदाखेरि अब त्यही क्याफेमा गयो, रेस्टुरेन्टमा गयो, त्यहाँ गएर खानुपर्ने हुन्छ। कहिले चाउमिन खान्छु, कहिले के अरे मोमो खाइरहेको हुन्छु होइन। अनि त्यसले गर्दाखेरि चाहिँ अब कस्तो हुन्छ भने तपाईँको अब तपाईँले जुन एउटा रेस्टुरेन्ट एभ्री डे गइरह होइन। अब के अरे लाइक कहिलेकाहीँ चाहिँ मैले चना चिउरा त्यस्तोहरू खाइरहेको हुन्छु क्या। अब तपाईँले एभ्रिडे जुन रेस्टुरेन्टमा जानुहुन्छ त्यही रेस्टुरेन्टमा गइराख्ने, अथवा घरमै पकाउनुहुन्छ भने घरमै तपाईँले लाइक चना चिउरा खान मिल्यो, अथवा अन्डा खान मिल्यो, बोइले खान मिल्यो होइन। सो मेरो लन्च पनि 500 क्यालोरीको नै हुन्छ क्या है। सो मेरो कति भयो भने चाहिँ 500 ब्रेकफास्टदेखि मेरो 2 बजेसम्म लगभग 1100 क्यालोरी भइसक्यो है। त्यसपछि गएर फेरि म 5 बजे घर आइसकेपछि कहिलेकाहीँ अब लाइक डालमुट खान्छु, कहिले त्यसपछि गएर कहिले लेस खान्छु, अथवा कहिलेकाहीँ म तपाईँको के अरे सानो आलमन्ड्सहरू, पिनट्सहरू तिनीहरू खान्छु। त्यो खाँदाखेरि मेरो क्यालोरी काउन्ट 250 क्यालोरिज हुन्छ र एउटा मिल्क टी खान्छु होइन। अनि मिल्क टी खान्छु, त्यसले गर्दाखेरि मेरो टोटल क्यालोरी काउन्ट चाहिँ 250 क्यालोरिज हुन्छ 5 बजे है। त्यसले गर्दाखेरि कति भयो भनेपछि 1000 क्यालोरी, के अरे 500 1100 क्यालोरी। त्यसपछि गएर 1250 क्यालोरी, 1350 क्यालोरी भयो है। अब मेरो त्यसपछि गएर म सिधै राति 8 बजे चाहिँ म डिनर खान्छु है। सो डिनर चाहिँ अब मैले डिनर मेरो सेम त्यही 450 क्यालोरी हुन्छ। यसमा चाहिँ मैले के गर्छु भने राइसको मात्रा चाहिँ अलिकति कम गरिदिन्छु होइन। अनि त्यसपछि गएर मेरो लाइक अर्को भनेको चाहिँ दालको मात्रा अलिकति कम गरिदिन्छु। अनि त्यसले गर्दाखेरि चाहिँ लाइक एप्रोक्स 450 क्यालोरी जति हुन्छ मेरो है डिनर चाहिँ। यो चाहिँ मेरो डाइट प्लान हो है। नो फ्रुट्स भन्नुभएको छ होइन। फ्रुट्स चाहिँ म कहिलेकाहीँ मर्निङमा खाइरहेको हुन्छु होइन। तर लाइक तपाईँले फ्रुट्स इन्क्लुड गर्नुहुन्छ भने चाहिँ फ्रुट्सको पनि क्यालोरिज काउन्ट गर्नु के। तपाईँले जस्तै कि अब लन्चको ठाउँमा अथवा बेलुका 5 बजे पछिको फ्रुट्सको लाइक क्यालोरी काउन्ट गर्न सक्नुभयो होइन। सो अब तपाईँहरूले यसरी आफ्नो डाइट प्लान बनाउन सक्नुहुन्छ कि हुन्न। सुगर इन्टेक गर्न नहुनेको लागि, सुगर इन्टेक गर्न नहुनेको लागि तपाईँहरूले सुगर फ्री सुगर खान सक्नुहुन्छ, अथवा सुगर बिनाको खानेकुराहरू खानु होइन। तर तपाईँले यो यस्तै खालको आफ्नो डाइट प्लान बनाउनु क्या। तपाईँहरूले अब आफ्नो डाइट प्लान बनाउनु सक्नुहुन्छ कि। डाइट प्लान बनाउनु भन्दा पनि मैले के भने नि, मेन भनेको चाहिँ चिकन होइन, चिकन करी हो, बोइल चिकन होइन, चिकन करी नै हो होइन। तपाईँले चाहिँ के गर्नु भने आफ्नो यो डाइट प्लान बिल्ड गर्दाखेरि चाहिँ मेन कुरा मैले तपाईँलाई भनिहालेँ नि, क्यालोरी काउन्ट गर्नु है। क्यालोरी काउन्ट गर्न चाहिँ कसैले पनि नबिर्सिनु होला, क्यालोरी ट्र्याक गर्न, किनभने क्यालोरी नै
ओके, सो 90% डाइट प्लानहरू किन फेल हुन्छ त? मिसलिडिङ फुड रेस्ट्रिक्सन के, तपाईँले मनपर्ने खानेकुराहरू जस्तै कि मैले भने नि, मेरो एभ्रिडे फुडै त्यही हो कि मलाई दाल भात तरकारी चाहिन्छ। हामी नेपालीहरूको एभ्रिडे फुड भनेकै दाल भात तरकारी हो होइन। अनि त्यो एभ्रिडे फुडलाई रेस्ट्रिक्ट गर्न कुनै तपाईँले क्रास डाइट गर्नुभयो अथवा एकदमै धेरै हुन्छ नि लाइक वाटर फास्टिङ गर्नुभयो, त्यस्तो फास्टिङ त्यस्तो क्रास डाइटले तपाईँको सर्ट टर्मको लागि वेट लस त हुन्छ होइन, तर लङ टर्म रिजल्ट चाहिँ कहिले पनि ल्याउँदैन। त्यही भएर डाइट प्लान बनाउँदाखेरि जहिले पनि वेट लस गोल 1 महिना 2 महिनाको नराख्नु कि, कम लङ टर्म गोल राख्नु कि, मिनिमम पनि 3 मन्थको गोल राख्नु। तपाईँ एभ्री डे सानो सानो स्टेप लिएर प्रोग्रेस गर्दै जानु, वेट लस हुन्छ। त्यही भएर वेट लसमा मिसलिडिङ फुडहरू तपाईँले मनपर्ने खानेकुरा राखेर डाइट प्लान बनाउनु है त। तैँले अर्को भनेको हिडन क्यालोरिज, जुन मैले अघि तपाईँलाई भने नि हिडन क्यालोरिजको कुराहरू, त्यो हिडन क्यालोरिजहरू पनि ट्र्याक गर्ने गर्नु है त। अनि अर्को भनेको ल्याक अफ प्रपर क्यालोरी ट्र्याकिङ, मैले तपाईँलाई भनिहालेँ। तपाईँले डाइट प्लान बनाउनु नबनाउनु डजन्ट म्याटर, तर मेन इम्पोर्टेन्ट कुरा भनेको तपाईँले तपाईँलाई यति थाहा हुनु पऱ्यो कि मेरो क्यालोरी आज दिनभरिमा यति मैले खानुपर्छ होइन। सो तपाईँले के गर्नु भने क्यालोरी ट्र्याक गर्न थाल्नु के, एभ्री टाइम खाना खाने बेला एउटा बानी बसाल्नु होइन। 2 मिनटको बानीले तपाईँलाई एकदमै धेरै लाइफ चेन्जिङ कुरा ल्याइदिन्छ क्या होइन। क्यालोरी ट्र्याक गर्ने बानी मात्रै चाहिँ बसाल्ने है त। अनि अनरियलिस्टिक एक्सपेक्टेसन के, मैले अघि तपाईँलाई भने नि, तपाईँले एकदमै धेरै 1 महिनामा म 10 केजी घट्छु, म 12 केजी घट्छु, 15 केजी घट्छु भनेर जुन एक्सपेक्टेसन छ नि, त्यो एक्सपेक्टेसन चाहिँ एकदमै रङ हो। त्यस्तो खालको एक्सपेक्टेसन चाहिँ नराख्नु होला। इमोसनल इटिङ र स्ट्रेसले गर्दाखेरि पनि हुन्छ। अब कतिजना मान्छेहरूले चाहिँ अब आफूलाई थाहा भइरहेको हुँदैन नि त इमोसनली इटिङ गरेको। तपाईँ अब कहिलेकाहीँ टिभी हेरिराख्नु भएको छ, टिभी हेर्ने बेला तपाईँको छेउछाउमा लेज कुरकुरे छ, तपाईँले च्यापच्याप खाइदिइहाल्छ क्या होइन। त्यस्तो बेला चाहिँ के गर्नु भने तपाईँको आँखा अगाडि जब तपाईँले खाना खाइसक्नुभयो, आँखा अगाडि त्यो खानेकुराहरू नराख्नु होइन। सक्दो तपाईँको ऱ्याक, तपाईँको किचन क्लिन गर्नबाट सुरु गर्नु क्या होइन। तपाईँको यो यो खानेकुरा छ, मैले यो यो खानेकुरा चाहिँ धेरै खाइरहेको छु, तपाईँलाई थाहा छ, तपाईँको किचनको ऱ्याक क्लिन गर्नेबाट सुरु गर्नु। अनि अर्को भनेको चाहिँ इन्कन्सिस्टेन्स। तपाईँले प्लान बनाउनु भयो म आजदेखि वेट लस गर्छु, म क्यालोरी ट्र्याक गर्छु भनेर, तर तपाईँले डाइट प्लान फलो गर्नु भएन, ट्र्याक गर्नु भएन भने चाहिँ तपाईँको वेट लस हुँदैन। त्यही भएर कन्सिस्टेन्ट हुनु, मेहनत गर्नु, तपाईँको वेट लस हुन्छ। ल अब सो नेक्स्ट टपिक रहेको छ यो चाहिँ एउटा वेट लस जर्नीको लागि चाहिँ मिथ। मिथ भन्ने कुरा कतिजनालाई थाहा छैन होला। मिथ भनेको चाहिँ एउटा फल्स इन्फर्मेसन, जुन चाहिँ गलत इन्फर्मेसन चाहिँ हाम्रो लाइक सोसाइटीमा, हाम्रो कल्चरमा अर समथिङ हाम्रो माइन्डमा बसिरहेको छ है। त्यो मिथहरू चाहिँ के छ त? त्यो फल्स इन्फर्मेसन त्यो पनि वेट लसको के को होला है त, त्यो बुझौँ है त। ओके, सो नम्बर 1 रहेको छ तपाईँ भोकै बसेर तपाईँको वेट लस हुन्छ। और तपाईँ लाइक वाटर फास्टिङमा बसेर वेट लस गरिराख्नु भएको छ। यो एक हिसाबले त राइट पनि हो। तपाईँ भोकै बस्नुहुन्छ भने तपाईँको वेट लस हुन्छ, तर यो वेट लस भनेको चाहिँ तपाईँको सर्ट टर्मको लागि हुन्छ। तपाईँले 2-4 दिन, तपाईँ 1 हप्तासम्म तपाईँले स्टार्ट गरेर तपाईँ केही नखाइकन भोकै बसेर तपाईँले वेट लस गर्नुभयो, तर 1 हप्तापछि तपाईँले फेरि खान थाल्नुहुन्छ नि त होइन। त्यो फेरि खान थाल्नु भएपछि तपाईँको फेरि वेट गेन हुने चान्स भएन। सो तपाईँले के बुझ्नु पर्यो, वेट लस भनेको चाहिँ भोकै बस्नु होइन। वेट लस भनेको चाहिँ एउटा स्मार्ट वे हो, एउटा लाइक टेक्निक हो। त्यो टेक्निक चाहिँ तपाईँले थाहा पाउनु पर्ने हुन्छ है। नेक्स्ट पोइन्ट छ लाइक हामीलाई के भइरहेछ भन्दाखेरि लाइक दिनभरि चाहिँ तपाईँहरूले मजाले खानेकुरा खाइराख्नु भएको छ, बेलुका डिनर गर्नुभएको नि, डिनर स्किप गर्नुभएको छ। इट मिन्स अब म डिनर स्किप गरिरहेको छु भने चाहिँ मेरो त वेट लस भइरहेको छ। तर त्यो चाहिँ एउटा फल्स इन्फर्मेसन हो। तपाईँले डिनर स्किप गरेर तपाईँको वेट लस हुने हो। सर्टेन अमाउन्ट तपाईँको वेट लस हुन्छ, किनभने तपाईँको बडीलाई एडप्ट भएको थिएन नि त। तपाईँको बडीलाई चाहिँ डिनर चाहिरहेको थियो, तर एक्कासी तपाईँले डिनर चाहिँ डिडक्ट गर्दाखेरि तपाईँको सर्टेन क्यालोरी कम भयो। बट तपाईँले डिनर स्किप गर्नुभयो र ब्रेकफास्ट स्किप गर्नुभयो, तर दिनभरिको टाइममा चाहिँ तपाईँले बेसरी मासु भात, अब नेपालीको बानी हो मासु भात मजाले खाइन्छ। मासु भात खाइन्छ, पानीपुरी, चटपटे, चाउमिन, मोमो। मोमो त सबैजनाको फेभरेट पनि है।
सो त्यो सबै खानुभयो भने तपाईँको क्यालोरी छ 1500, तर तपाईँले खानुभयो 2000को, अनि 2000को क्यालोरिज खाएर तपाईँले डिनर स्किप गरेपछि तपाईँको कसरी वेट लस हुन्छ? यसले त अझ वेट गेन बनाउँछ नि त। सो यो एउटा चाहिँ मिसकन्सेप्सन हो कि खानालाई कुनै एउटा टाइमको मिल छोड्ने बित्तिकै वेट लस हुने, है त। अर्को कुरा छ, भात खायो भने वेट बढ्छ। यो कुरा को-कोलाई लाग्छ? राइस कार्बोहाइड्रेट हो। तपाईँको बडीलाई कार्बोहाइड्रेट चाहिन्छ, किनभने कार्बोहाइड्रेटले तपाईँलाई एनर्जी दिन्छ, इन्स्ट्यान्ट एनर्जी दिन्छ। तपाईँ दिनभरि फास्टिङमा बस्नु, तपाईँ एउटा कार्बोहाइड्रेट जस्तै गरी कार्ब्समा राइस रोटी त्यसपछि गएर आलुहरू खानुभयो भने तपाईँलाई इमिडिएटली एनर्जी आउँछ नि, होइन? सिम्पली कार्बोहाइड्रेट तपाईँको लागि एनर्जी प्रोभाइड गर्ने हो। यो खाने बित्तिकै वेट गेन हुने होइन। तपाईँले चाहिँ राइट अमाउन्टमा चाहिँ खानुभयो भने चाहिँ यसले चाहिँ वेट गेन गर्दैन। सो तपाईँले के बुझ्नु पर्यो भने राइस खाएर वेट गेन हुने, रोटी खायो भने वेट लस हुने, त्यो होइन नि त। राइस खाँदाखेरि 1 बाउल खानुहुन्छ नि त, 1 बाउलको क्यालोरिज तपाईँले अघि हेर्नुभयो नि। सो सिमिलरली रोटीको पनि क्यालोरिज हुन्छ नि, तपाईँले त्यो क्यालोरी चाहिँ मेन्टेन गरेर खानुभयो भने तपाईँको वेट गेन हुँदैन, तपाईँको वेट लस हुन्छ। यो पनि एउटा मिसकन्सेप्सन हो कि कार्बोहाइड्रेट खाने बित्तिकै हामीलाई वेट गेन हुन्छ। बडीलाई कार्बोहाइड्रेट पनि चाहिन्छ, तर कति अमाउन्टमा चाहिन्छ भनेर त्यो चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ है। अर्को, एक्सर्साइज एलोन क्यान मेक यु लुज वेट। यो कतिजनालाई लाग्छ एक्सर्साइजले मात्रै वेट लस हुन्छ भनेर? ल यसको बारेमा कुरो गरौँ है त। यो पनि एउटा मिसकन्सेप्सन हो। तपाईँले एक्सर्साइज मात्रै गर्नुहुन्छ भने यसले चाहिँ वेट लस हुँदैन है। सो वेट लस जर्नीमा चाहिँ 80% रोल भनेको चाहिँ डाइट प्लानको हुन्छ भने 20% रोल भनेको तपाईँको एक्सर्साइजको हुन्छ है। तपाईँले के गर्नु पर्यो भने तपाईँको बडीमा चाहिने रिक्वायर्ड क्यालोरिज इन्टेक गर्नु, त्योभन्दा अलिकति बढी खानुभयो भने तपाईँको त्यो एनर्जी लस गर्नलाई चाहिँ एक्सर्साइजले हेल्प गर्छ। सो एक्सर्साइज नेसेसरी छ। एक्सर्साइजले तपाईँलाई अब फिट हुन्छ, त्यसपछि गएर एनर्जेटिक बनाउँछ, हेल्दी पनि बनाउँछ। तर त्यो सँगसँगै तपाईँले डाइट प्लान पनि फलो गर्नुभयो भने तपाईँको वेट लस हुने हो। एक्सर्साइज चाहिँ तपाईँले दिनभरि 2 घन्टा 3 घन्टा जिममा लाएर एक्सर्साइज गर्नु, बट घरमा आइसकेपछि तपाईँले सुगरी आइटम पनि खानु, कार्बोहाइड्रेट पनि खानु, त्यसपछि गएर लाइक क्यालोरीलाई चाहिँ डिसब्यालेन्स मतलबै नगरिकन आफूलाई लाइक भोक लाग्दाखेरि के खान मन छ त्यो सबै खानुभयो भने तपाईँको वेट लस हुने होइन नि त। त्यसले त वेट गेन बनाउने हुन्छ, किनभने एक्सर्साइज गर्ने बित्तिकै तपाईँको एनर्जी लस भइरहेछ, तपाईँलाई भोक लाग्छ, अनि त्यो भोक लागेको केसमा तपाईँले जे पनि खानुहुन्छ नि त। सो तपाईँले चाहिँ क्यालोरीलाई चाहिँ एकदमै धेरै चाहिँ लाइक माइन्डमा चाहिँ त्यो ट्र्याक गर्नु कि एक्सर्साइज मात्रै नभइकन मैले डाइट पनि मेन्टेन गर्नुपर्छ वेट लसको लागि भनेर त्यो चाहिँ माइन्डमा सेट गर्नु है त। अब अर्को छ, स्वेटिङ मोर हेल्प्स यु लुज वेट। यो कतिलाई लागिरहेछ है? पसिना आउनु भनेको तपाईँको वेट लस हुनु हो त? आउनु भनेको तपाईँको वेट लस हुनु होइन। पसिना भनेको नेचुरल कुरा हो। तपाईँले लाइक एक्सर्साइज अर डेली एक्टिभिटी अर तपाईँले केही एक्टिभिटिजहरू गरिराख्नु भएको छ भने तपाईँको बडीको टेम्परेचर हाई हुँदै जान्छ, यानि कि तपाईँको बडीको टेम्परेचर त हिट हुँदै जान्छ नि त। त्यो बडीको टेम्परेचर हिट भएर त्यसलाई चाहिँ कुल डाउनको लागि बडीले चाहिँ पसिना निकाल्ने काम गर्छ। सो यो पसिना आउनु भनेर तपाईँको वेट लस हुनु भनेको चाहिँ यो चाहिँ एकदमै लाइक फल्स इन्फर्मेसन हो। पसिना भन्दा नि तपाईँले एक्सर्साइजको जुन डेली एक्टिभिटी, एक्सर्साइज भन्ने बित्तिकै वर्कआउट चाहिँदैन। तपाईँ डेली एक्टिभिटिज कतिको एक्टिभ हुन्छ तपाईँको बडी त्यसमा डिपेन्ड हुन्छ, अनि डाइट प्लान तपाईँले कतिको फलो गर्नुहुन्छ त्यसमा पनि भर पर्छ है। यो मिथहरू त बुझ्नुभयो है? अब थाहा भयो नि वेट लसको मिथ चाहिँ के रहेछ त्यस्तो। हामीले त सुनिरहेछौँ नि, मैले त डिनरै खाँदिनँ त्यही पनि मेरो वेट लस भइरहेको हुँदैन, एक्सर्साइज गर्छु त्यही नि वेट लस हुँदैन। तर मेन कुरा भनेको क्यालोरी ट्र्याकिङ खोइ त। जुन चाहिँ वेट लस जर्नीको लागि क्यालोरी ट्र्याकिङ त एकदमै चाहिन्छ नि। त्यही क्यालोरी नै तपाईँले मेन्टेन गर्न सक्नु भएन भने वेट लस कसरी हुन्छ त, होइन र? ल हामीले वेट लसको लागि क्यालोरी 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 भनिरहेछौँ है। अब यो वेट लस गर्दा पनि त केही कुराहरूले त असर गरिरहेको हुन्छ नि, होइन र? सो यो के रहेछ बुझौँ है त। नम्बर 1 तपाईँको जेनेटिक्स है।
यो जिनले गर्दाखेरि पनि वेट लसमा असर गरिरहेको हुन्छ नि। कसैको चाहिँ लाइक खाना जति खाए पनि वेट गेन नहुने, कसैको चाहिँ खाना थोरै खाए पनि वेट बढ्ने, यो चाहिँ जिनमा पनि भर पर्छ है। यो नेचुरल कुरा हो। सो यसलाई यो कुराले चाहिँ वेट लसमा असर गर्छ, तर यसलाई ब्यालेन्स गर्न नसक्ने चाहिँ हुँदैन। यसलाई पनि हामीले मेन्टेन गर्न सक्छौँ है। नेक्स्ट कुरा छ भने मेटाबोलिजम। अनि आउँछ हाम्रो हार्मोन्स। ओके, हार्मोनको अलिकति स्पेलिङ मिस्टेक भएर छ। डाइट र न्युट्रिसन अनि फिजिकल एक्टिभिटी। मैले अघि भनेको थिएँ नि फिजिकल एक्टिभिटीहरू पनि चाहिन्छ भनेर। डाइट एन्ड न्युट्रिसन भनेको हाम्रो यो डाइट प्लानको बेसमा जुन क्यालोरीको कुरा आउँछ त्यसमा भइहाल्यो। मेटाबोलिजमको हामी यसको बारेमा कुरा गर्नेछौँ। हर्मोन्सको बारेमा हामी पनि कुरा गर्नेछौँ। अर्को भनेको लाइफस्टाइलले पनि हामीलाई वेट लसमा चाहिँ असर गरिरहेको हुन्छ है। लेट्स टक अबाउट मेटाबोलिजम है। मेटाबोलिजम पनि एकदमै धेरै वेट लसमा असर गरिरहेको हुन्छ। सो मेटाबोलिजम भनेको के हो? हामीले सबैले लाग्छ कि मेटाबोलिजम भनेको डाइजेसन हो। यो एउटा मिसकन्सेप्सन हो। मेटाबोलिजम भनेको डाइजेसन होइन है। के रहेछ त यो मेटाबोलिजम भनेको त? ल ल हेरौँ है त। मेटाबोलिजम भनेको तपाईँको बडीले खानेकुरालाई एनर्जीमा कसरी कन्भर्ट गर्छ हो, त्यो प्रोसेसलाई चाहिँ मेटाबोलिजम भनेको। जस्तै मेटाबोलिजम भनेको तपाईँको बडीको इन्जिन हो। जति फास्ट चल्छ त्यति धेरै क्यालोरिज बर्न हुन्छ है। जस्ट भन्न खोजेको चाहिँ तपाईँले खानेकुरा केही कुरा कन्ज्युम गर्नुभयो है, खानेकुरा खाइसक्नु भएपछि तपाईँलाई त्यो एनर्जी त पाउनुहुन्छ नि। त्यो एनर्जी चल्नलाई त हाम्रो यो बडीको फङ्सनहरू त वर्क गरिरहेको हुन्छ नि, होइन र? हो, त्यो कसरी कुन बेसमा चाहिँ तपाईँको त्यो फङ्सनहरू वर्क गरिरहेको छ है, त्यसमा भर पर्छ। तपाईँको फङ्सनहरू एकदम मजाले स्मुथली चलिरहेको छ भने तपाईँको क्यालोरिज बर्न हुन्छ। इफ स्लोली बर्न भइरहेको छ भने क्यालोरिज चाहिँ अलिकति बर्न, थोरै क्यालोरी, थोरै अमाउन्टमा चाहिँ क्यालोरिज बर्न भइरहेको हुन्छ। सो मेनली यो कुरा बुझ्नु कि तपाईँको मेटाबोलिजम एकदमै फास्ट छ भने तपाईँको एनर्जी त्यति नै मजाले बर्न भइरहेको हुन्छ। र तपाईँको मेटाबोलिजम स्लो छ भने यसले चाहिँ फ्याट स्टोर गर्ने काम गर्छ। अब बुझ्नुभयो नि, मेटाबोलिजम डाइजेसन होइन। मेटाबोलिजम भनेको तपाईँको बडीले खानेकुरालाई एनर्जीमा कसरी कन्भर्ट गर्छ भन्ने हो। बुझ्नुभयो नि मेटाबोलिजम भने? सो यो मेटाबोलिजम पनि दुई किसिमको हुन्छ। एउटा बिएमआर, अर्को एक्टिभ मेटाबोलिजम। बिएमआरको बारेमा त अघि हाम्रो दिपकजीले भनिहाल्नु भयो। बिएमआर बेसल मेटाबोलिक रेट, जुन चाहिँ तपाईँको बडी रेस्टमा हुँदा पनि तपाईँको बडीले चाहिँ एनर्जी बर्न गरेर हुन्छ। तपाईँ सुतिरहँदा पनि, तपाईँ बसिरहँदा पनि, तपाईँले बसिरहँदा तपाईँले सास त फेर्नुहुन्छ नि, तपाईँ बसिरहँदा तपाईँ बोल्नुहुन्छ नि, त्यो बोल्दा पनि तपाईँको एनर्जी बर्न भइरहेको हुन्छ। हो, त्यो तपाईँको बडी रेस्टमा हुँदा पनि एनर्जी बर्न भइरहेको छ भने त्यसलाई चाहिँ बिएमआर भनिन्छ है। सो यो बिएमआर त अब यो लाइफस्टाइल अनुसारको फरक पर्न जान्छ। तपाईँ कतिको एक्टिभनेस हुनुहुन्छ, तपाईँ कतिको लाइक डेली एक्टिभिटी कतिको गरिरहनु त्यसमा भर पर्छ है। अर्को कुराको छ एक्टिभ मेटाबोलिजम। मेटाबोलिजम दुई किसिमको हुन्छ। एउटा बिएमआर भयो, अर्को भनेको एक्टिभ मेटाबोलिजम। बिएमआर त तपाईँको बडी रेस्टिङको बेलामा एनर्जी बर्न गरिरहेछ है। तर जुन यो एक्टिभ मेटाबोलिजम छ नि, यो एक्टिभ मेटाबोलिजम चाहिँ तपाईँले गर्नुभएको डेली एक्टिभिटिजमा भर पर्छ। कारण तपाईँ एक्सर्साइज त गर्नुहुन्न, तपाईँसँग टाइम छैन एक्सर्साइज गर्न। अहिलेको झन् हामी वर्किङ लेडी, वर्किङ वुमेनहरू हुन्छ, टाइम छैन नि त। घर पनि हेर्नु पर्यो, अफिस पनि हेर्नु पर्यो, सबै कुरा हेर्दाखेरि हामीसँग टाइम हुँदैन है। तर तपाईँ घर बस्दाखेरि तपाईँले खाना पकाइराख्नु भएको छ, तपाईँ हिँडिराख्नु भएको छ, तपाईँ फोनमा कुरा गर्दा पनि हिँडिराख्नु भएको छ है। एन्ड अर्को कुरा भनेको चाहिँ सफा गरिराख्नु भएको, त्यतिखेर तपाईँको मुभमेन्ट त भइरहेको नि, तपाईँ लेजी त भइराख्नु भएको छैन नि। सो
त्यो कुरामा चाहिँ तपाईँको एनर्जी पनि बर्न भइरहेको हुन्छ है। सो डेली एक्टिभिटिज चाहिँ एकदमै इम्पोर्टेन्ट छ। तपाईँले डेली एक्टिभिटिज चाहिँ तपाईँले एक्टिभ राख्नुभयो भने तपाईँको मेटाबोलिजम चाहिँ बिल्डअप हुन्छ। आफ्नो मेटाबोलिजमलाई चाहिँ जसरी मेटाबोलिजमलाई चाहिँ तपाईँले फास्ट बनाउनु पर्ने हुन्छ है वेट लस गर्नको लागि। फास्ट मेटाबोलिजम भयो भने चाहिँ तपाईँको लाइक वेट गेन हुँदैन, तपाईँको लाइक वेटहरू मेन्टेन भइरहेको हुन्छ, वेट लस भइरहेको हुन्छ। तर मेटाबोलिजम स्लो भयो भने चाहिँ तपाईँको बडीमा चाहिँ फ्याट स्टोर हुन थाल्छ, जसले गर्दा तपाईँको वेट लस हुन दिँदैन, तपाईँको वेट गेन भइरहेको हुन्छ है। मेटाबोलिजम त एउटा फ्याक्टर भयो, की फ्याक्टर नै भयो वेट लसको लागि। त्योसँगै हर्मोन्स पनि एउटा लाइक वेट लसको लागि चाहिँ इफेक्टिङ फ्याक्टर नै हो। सो कतिजनालाई हर्मोन इम्ब्यालेन्स भएको होला। सो हर्मोन हामीले इम्ब्यालेन्स तपाईँको हर्मोन इम्ब्यालेन्स भयो भने तपाईँको वेट लस हुँदैन भनेर चाहिँ सुनिरहेछौँ, थाहा पनि छ। तर यो हर्मोन भनेको के हो आज बुझ्छौँ है त। हर्मोन भनेको चाहिँ बडीको एउटा मेसेज सिस्टम हो है, जसले चाहिँ तपाईँको भोकदेखि लिएर तपाईँको मेटाबोलिजमदेखि लिएर तपाईँको एनर्जीदेखि लिएर तपाईँको फ्याट स्टोरेज सबैलाई कन्ट्रोल गर्छ। लाइक तपाईँको बडीमा जस्तै गरी फिङ्गरमा तपाईँले केही काट्दाखेरि काट्यो है, काट्दाखेरि पहिला सुरुमा त्यो मेसेज कहाँ पुग्छ? ब्रेनमा। ब्रेनले सिग्नल दिन्छ, के अरे यो के अरे फिङ्गर चाहिँ कट भयो, अब पेन हुन्छ भनेर ब्रेनले सिग्नल दिन्छ नि त होइन। ब्रेनले सिग्नल दिइसकेपछि बल्ल तपाईँलाई काटेको थाहा हुन्छ र काटेपछि तपाईँलाई दुख्ने हो नि त। तपाईँलाई काट्ने बित्तिकै इमिडिएटली तपाईँलाई दुख्छ त? दुख्दैन नि त होइन। हर्मोन अब तपाईँहरूको भेरियस हुन्छ। अब म भन्ने छु है त यो कसरी थाहा हुन्छ के हो भनेर है त। सो तपाईँलाई हार्मोन भन्ने बित्तिकै बुझ्नुभयो नि त। हार्मोन भन्ने बित्तिकै तपाईँको बडीको एउटा लाइक बडीले चाहिँ एउटा म्यासेजको सिस्टम हो यो भनेको चाहिँ। यसले चाहिँ कन्ट्रोल गर्ने काम गर्छ कि तपाईँलाई भोक लागिरहेछ कि तपाईँलाई थकान लागिरहेछ कि तपाईँको बडीमा फ्याटहरू स्टोर भइरहेको छ कि के भइरहेछ भन्ने कुरा चाहिँ यो हर्मोनबाट पनि कन्ट्रोल हुन्छ। सो यो हर्मोनले पनि लाइक वेट लसमा असर गरिरहेको हुन्छ। क्यालोरी तपाईँ डेफिसिटमा बसिराख्नु भएको छ, एभ्रिथिङ इज ओके, फिजिकल एक्टिभिटी गरिराख्नु, तर हर्मोन नै इम्ब्यालेन्स छ भने पनि तपाईँको वेट लसमा यसले पनि असर गरिरहेको हुन्छ है। सो यसमा पनि धेरैवटा कुराहरू छ। हर्मोनमा पनि कुन कुन हर्मोनले के गर्छ, कसरी गरिरहेको छ भन्ने कुरा अननोन भइरहेछ नि अहिलेसम्म। सो लेट्स टक अबाउट दिस है त। यो हर्मोनको पनि अझै लाइक की फ्याक्टरहरू के छ, यसमा पनि अझै पोइन्टहरू के छ त्यो चाहिँ हामी पहिला बुझौँ, त्यसपछि गएर बल्ल तपाईँलाई थाहा हुन्छ कि हर्मोनले पनि गर्दो रहेछ भन्ने कुरा है। ल, वेट लसको लागि हर्मोनले पनि इफेक्ट गर्छ। त्यो हर्मोन पनि डिभाइड भएको छ केसमा हो। एउटा भनेको चाहिँ इन्सुलिन हर्मोन्स है। यो इन्सुलिन हर्मोन्सले चाहिँ तपाईँको के हुन्छ नि, लाइक इन्सुलिन रेसिस्टेन्स भयो भने पनि तपाईँको वेट लस भइरहेको हुँदैन। इन्सुलिन रेसिस्टेन्स चाहिन्छ भनेर जुन हामीले भनिरहेछौँ नि, त्यो कुरा चाहिँ लाइक कस्तो हुन्छ नि, तपाईँले सुगर खानुहोस्, कार्बोहाइड्रेट खानुहोस्, खाइसकेपछि चाहिँ तपाईँको त्यो जुन कार्बोहाइड्रेट र सुगर छ नि, त्यसलाई चाहिँ बडीले चाहिँ ग्लुकोजमा डेभलप गर्छ है। ग्लुकोजमा डेभलप भइसकेपछि तपाईँको ग्लुकोज हाई र इन्सुलिन चाहिँ लाइक बडीबाट बाहिर निस्किन सकेन भने यसले चाहिँ फ्याटलाई स्टोरेज गर्न थाल्छ है। सो तपाईँको इन्सुलिन, तपाईँले हाई इन्सुलिन भयो भने तपाईँको बडीमा चाहिँ फ्याट स्टोर भएर बसिरहेको हुन्छ। इट मिन्स तपाईँले के गर्नु पर्यो भनेदेखि तपाईँको बडीबाट चाहिँ यदि सुगर स्पाइक, जुन ब्लड सुगर हुन्छ नि, जुन डायबिटिसको, यो ब्लड सुगरलाई कन्ट्रोल गर्नुभयो भने बल्ल तपाईँको वेट लस हुन्छ। ब्लड सुगरलाई चाहिँ तपाईँले हाई हुन दिनु भएन, यसलाई कन्ट्रोलमा राख्नुपर्ने हुन्छ। जसरी डायबिटिस पेसेन्टले ब्लड सुगर कन्ट्रोल गर्नुहुन्छ, त्यसै गरी वेट लस गर्नेमा पनि हामीले पनि यो ब्लड सुगरलाई चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ। नेक्स्ट रहेको छ लेप्टिन। यो लेप्टिन भनेको चाहिँ एउटा साइकोलोजिकल फ्याक्टर हो है हर्मोन्सको। यसले चाहिँ तपाईँको लाइक फुलनेस, तपाईँको पेट भर्यो भनेर चाहिँ ब्रेनले तपाईँलाई कमान्ड गरिरहेको हुन्छ, सिग्नल दिइरहेको हुन्छ। सो यो के कुरामा गर्दाखेरि चाहिँ तपाईँको वेट लस भइरहेको हुँदैन है। तपाईँको बडी, तपाईँ ओभरवेट हुनुहुन्छ, ओबेसिटी हुनुहुन्छ भनेपछि तपाईँको फ्याट स्टोरेज बडी भयो है।
जसले गर्दा तपाईँको लेप्टिन भन्ने चाहिँ एउटा हर्मोन छ है। त्यो हर्मोन भनेको तपाईँको पेट भर्यो भनेर जुन ब्रेनले सिग्नल दिन्छ नि, हो त्यो लेप्टिन भन्ने हर्मोन तपाईँको इन्क्रिज भयो भनेदेखि नि यसले ब्रेनलाई चाहिँ मेरो पेट फुल भयो भनेर सिग्नल दिन बन्द गर्छ। इट मिन्स तपाईँले खानेकुराहरू खाइराख्नु भएको छ, थोरै खाए पनि त क्यालोरिज अनुसार त पुग्नुपर्ने हुन्छ नि। तर तपाईँको मुकुलले के भन्छ, तपाईँले खाइराख्नुहुन्छ, तपाईँको ब्रेनलाई चाहिँ होइन मेरो पेट भरिरहेको छैन भनेर चाहिँ लाइक त्यो ब्रेनलाई नै सिग्नल दिन छोड्यो भनेदेखि तपाईँको वेट लस हुन चाहिँ गाह्रो हुन्छ। यस्तो गर्दाखेरि चाहिँ ओभर इटिङ हुन्छ। जस्तै कि चिप्सहरू खानुभयो भने जति चिप्स खायो नि तपाईँलाई पेट भर्छ त? भर्दैन नि। त्यो चिप्सले तपाईँको क्यालोरिज बढी बनाइरहेको छ, त्यसले गर्दा तपाईँको फ्याट स्टोरेज भइरहेको छ र लेप्टिन पनि त इन्क्रिज भइरहेको छ नि त, जसले गर्दा तपाईँको ब्रेनमा नै त्यो सिग्नल दिन बन्द गरिदिन्छ है। नेक्स्ट टपिक छ घ्रेलिन है। यो घ्रेलिन भनेको पनि लाइक साइकोलोजिकल हर्मोन हो है। यो घ्रेलिन बढ्यो भनेदेखि चाहिँ ओभर इटिङ हुन जान्छ है। घ्रेलिन भनेको यो हङ्गरको, तपाईँलाई भोक लाग्नेको जुन आउँछ सिग्नल आउँछ नि, हो यो चाहिँ घ्रेलिनले गर्दा हुन्छ। सो यो कसरी हुन्छ भन्दाखेरि चाहिँ तपाईँले दिनभरि चाहिँ केही पनि डेली एक्टिभिटिज गर्नुभएको नि, तपाईँलाई अल्छी लागिरहेको, तपाईँलाई बसिराख्नु भएको छ भने तपाईँलाई भोक लागिरहेको हुन्छ नि, त्यो फ्रिक्वेन्टली भोक लाग्नु भनेको तपाईँको घ्रेलिनको हर्मोन चाहिँ बढिरहेको छ, जसले गर्दा तपाईँले फ्रिक्वेन्टली भोक लाग्दा तपाईँ ओभर इटिङ गरिरहनु भएको छ। सो द्याट तपाईँको वेट लस भइरहेको होइन है। यो घ्रेलिन तपाईँले चाहिँ कन्ट्रोल गर्नुपर्ने हुन्छ है। अनि अर्को रहेछ कर्टिसोल। कर्टिसोल भनेको चाहिँ तपाईँको स्ट्रेसको हर्मोन है। तपाईँलाई एकदमै स्ट्रेस छ भनेदेखि पनि तपाईँको लाइक स्ट्रेस हामीले दिपकजीले भन्नुभएको थियो नि, स्ट्रेस भयो भने हामीलाई क्रेभिङ भइरहेको हुन्छ, साइडमा केही देख्यो पनि खान्छौँ। तपाईँ अब लाइक सिम्पली इक्जाम्पल भने एउटा डेस्कमा काम गरिराख्नु भएको छ, साइडमा चिप्स राख्नु भएको छ, तपाईँलाई लाइक प्रोफेसन वाइज तपाईँलाई वर्कको प्रेसर भइरहेको छ भने तपाईँले त्यो चिप्स टिपेर खानुहुन्छ कि त्यो अननोइङली भइरहेको नि त, त्यो स्ट्रेसले गर्दा तपाईँले त्यो चिप्स टिप्नु भएको हो नि त। हो यो कारणले पनि तपाईँको वेट लस भइरहेको हुँदैन है। अनि अर्को भनेको चाहिँ स्ट्रेसमा पनि तपाईँले म्यानेज गर्नु भएन भने के हुन्छ, तपाईँले सिम्पली एउटा टी हुन्छ नि, एउटा कप अफ कफी खाइराख्नु भएको छ, त्यो कफीले पनि तपाईँको वेट लस गर्न दिइरहेको छैन भन्ने कुरा हामीलाई थाहा हुँदैन, किनभने त्यो स्ट्रेसले गर्दाखेरि वेट गेन भइरहेको हुन्छ। सो यो चाहिँ डिफर हुन जान्छ है। वो स्ट्रेसले कसैको चाहिँ वेट गेन भइरहेको हुन्छ, कसैको चाहिँ वेट लस भइरहेको हुन्छ। मैले चाहिँ वेट गेनको कन्टेक्स्टमा भनिरहेको छु है। नेक्स्ट छ हाम्रो थाइरोइड हर्मोन। थाइरोइडको त तपाईँहरूलाई थाहा छ। थाइरोइडको केसमा म्याक्सिममको के हुन्छ भने मेटाबोलिजम एकदमै स्लो हुन्छ, जसले गर्दाखेरि वेट लस हुँदैन। मैले प्रिभियसली भनिसकेँ, मेटाबोलिजम स्लो हुनु भनेको तपाईँको वेट लस स्लो हुनु हो, मेटाबोलिजम फास्ट हुनु भनेको तपाईँको वेट लस फास्ट हुनु हो। सो तपाईँले के कुरा बुझ्नुभयो भने वेट लस इज नट अबाउट ओन्ली क्यालोरी, नट अबाउट ओन्ली एक्सर्साइज, इट्स अल अबाउट पनि के हुन्छ, मेन्टल पनि हो। सो तपाईँले मेन्टली पनि प्रिपेयर हुनु पर्यो कि मेरो लाइक साइकोलोजिकल वेमा पनि तपाईँ फिट हुनु पर्यो, स्ट्रेस लिनु भएन, त्यसपछि गएर स्ट्रेसलाई म्यानेज गर्न सक्नु पर्यो। त्यो स्ट्रेस म्यानेजमेन्टको लागि बरु तपाईँले के गर्न सक्नुहुन्छ, योगा गर्न सक्नुहुन्छ कि मेडिटेसन गर्न सक्नुहुन्छ कि के गर्न सक्नुहुन्छ, हर्मोनलाई चाहिँ ब्यालेन्समा ल्याउन सक्नुपर्ने हुन्छ है। इम्ब्यालेन्स हर्मोन भयो भने पनि वेट लस हुँदैन। फास्टली पनि छ, यो बुझ्नु पनि जरुरत छ। अब लाइक म क्यालोरी पनि मेन्टेन गरिरहेको छु, एक्सर्साइज पनि गरिरहेको छु, तर हर्मोनले गर्दा पनि वेट लसमा इम्प्याक्ट परिरहेको हुन्छ, त्यो चाहिँ थाहा हुँदैन नि त कतिजनालाई। त्यो जुन मेटाबोलिजम र हर्मोन्स छ नि, यसलाई चाहिँ कसरी कन्ट्रोल गर्ने है त। तपाईँले क्यालोरी कन्ट्रोल गर्नुभएको छ, एक्सर्साइज डेली एक्टिभिटिजमा तपाईँको बडी एक्टिभ भइरहेको, तपाईँ मुभमेन्ट गरिराख्नु भएको छ, तर मेटाबोलिजम र हर्मोन कन्ट्रोल भएन भने तपाईँको वेट लस हुँदैन। सो यो मेटाबोलिजम र हर्मोन्सलाई कन्ट्रोल गर्नुपर्छ। यसको लागि के गर्न सकिन्छ है। फर्स्टली तपाईँले के गर्नु पर्यो भने तपाईँ लाइक आफ्नो आजदेखि नै आफ्नो लाइफस्टाइलमा हेल्दी फुडहरू चाहिँ राख्नु है। हेल्दी फुड भन्ने बित्तिकै तपाईँले घाँसपात मात्रै खाने होइन, सरी घाँसपात भन्नाले हामीले हेल्दी फुड भन्ने बित्तिकै हामी के सोच्छौँ, लेट्युस सोच्छौँ, सलाद सोच्छौँ, त्यति मात्रै त होइन होइन। त्यो बाहेक त अरू हामीले हेल्दी फुड्समा केही सोच्दैन। अनि अर्को भनेको चिकन पनि, अब लाइक मिट आइटम पनि सोचिरहेको हुन्छौँ, तर त्यो चाहिँ केमा सोच्छौँ हामी, बोइलमा, एयर फ्राईमा सोचिरहेको हुन्छौँ नि त है। सो हेल्दी फुडमा चाहिँ तपाईँले
के चाहिन्छ भन्दाखेरि प्रोटिनको बेसमा तपाईँले के खाइराख्नु भएको छ, मेरो बडीमा प्रोटिन चाहिन्छ, सो प्रोटिनको लागि म के खान्छु त्यो चाहिँ तपाईँले लाइक माइन्डमा सेट गर्नुपर्ने हुन्छ। प्रोटिनको लागि जस्तै प्रोटिन केबाट आउँछ तपाईँले एग खान सक्नुहुन्छ, फिस, चिकन, बफेलो मिट, सोयाबिन, अनि यो ब्ल्याक लेन्टिल्सहरू, मसुरको दाल, रहरको दाल यिनीहरू खान सक्नुहुन्छ है। अनि अर्को भनेको चाहिँ हेल्दी फ्याट्स है। हेल्दी फ्याट्स किन चाहिन्छ भने हेल्दी फ्याट्सले तपाईँको मेटाबोलिजमलाई कन्ट्रोल गर्छ अनि हर्मोनलाई पनि ब्यालेन्स गर्छ है। सो हेल्दी फ्याट्स मस्ट इम्पोर्टेन्ट छ है। हेल्दी फ्याट्समा के पर्छ, मस्टार्ड ओइलहरू, घी, पिनट, आलमोन्ड, वालनट, सनफ्लावर, पम्किन सिड्स यिनीहरू त घरै पाउने चिज हो नि त। सो लाइक हजुरहरूले चाहिँ आफ्नो डाइटमा चाहिँ प्रोटिन, यो हेल्दी फ्याट्स अनि स्पाइसी र थर्मोजेनिक है। थर्मोजेनिक भनेको पनि एउटा वेट लसको प्रोसेस हो है। सो यो जुन लाइक तपाईँले ग्रिन चिल्ली तपाईँले खुर्सानी एकदमै पिरो खानुहुन्छ नि, पिरो खाँदा तपाईँलाई हा 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 गर्दाखेरि तपाईँको त्यसले पनि एनर्जी लस भइरहेको हुन्छ है। सो यसले पनि तपाईँलाई वेट लसमा हेल्प गर्छ, यसले तपाईँको मेटाबोलिजममा पनि हेल्प गर्छ, सँगसँगै हर्मोनमा पनि हेल्प गर्छ है। ग्रिन चिल्ली, यो ब्ल्याक पेपरहरू, यो जिन्जरहरू चाहिँ आफ्नो खानाको आइटममा चाहिँ एड गर्ने गर्नु है। अब त्यसपछि आउँछ फाइबर रिच फुड्स है। यो त मस्ट इम्पोर्टेन्ट हो। आफ्नो डाइटमा प्रोटिन सँगसँगै फाइबरयुक्त खानेकुराहरू चाहिँ मेन्सन गर्नु है। तपाईँले बाहिरको प्रोसेस फुड त खान मिल्छ, नमिल्ने होइन, तर प्रोसेस फुडको क्यालोरिज त हाई हुन्छ नि। त्योभन्दा बरु तपाईँले यसरी फाइबर रिच खानुभयो भने लो क्यालोरीमा तपाईँको पेट फुल हुन्छ है। प्रोसेस फुडहरू चाहिँ वान्स इन अ विक हुन्छ नि, चिट मिल जसरी त्यसरी चाहिँ युज गर्न थाल्नुहोस् है। सो अब यो कन्ट्रोलको जुन मेटाबोलिजम, हार्मोन्स कन्ट्रोल गर्न तपाईँले के कुराहरू चाहिँ अभोइड गर्नुपर्ने हुन्छ है। यो सुगरी आइटमहरू, यो कार्बोहाइड्रेटहरू है, मैले अघि नै भनिसकेँ, सुगरी र कार्बोहाइड्रेटले चाहिँ इन्सुलिन स्पाइक गर्छ, सो यसलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ। सुगर स्पाइक हुने बित्तिकै फ्याटहरू स्टोर हुन्छ भनेर जुन मैले भनेको थिएँ नि, हो यसलाई चाहिँ लाइक सक्दो आफ्नो डाइटबाट चाहिँ अभोइड गरिदिनु है। अनि प्रोसेस फुडहरू भइहाल्यो, अनि अनहेल्दी फ्याट्सहरू, ओइलहरू, यसले चाहिँ मेटाबोलिजमलाई स्लो पनि बनाउँछ, सँगसँगै हर्मोनलाई पनि इम्ब्यालेन्स गरिदिन्छ है। सो सकेसम्म आफ्नो डाइटमा चाहिँ हेल्दी फुडहरू चाहिँ मेन्सन गर्नु, जसले गर्दाखेरि चाहिँ तपाईँको वेट लस गर्न सजिलो होस् है। त्यो वेट लस चाहिँ सस्टेनेबल होस्, भोलिको दिनमा गएर डाइट अलिकति तलमाथि हुने बित्तिकै फेरि वेट रिगेन नहोस् है त। मैले अघि भनेको थिएँ नि एउटा समथिङ स्ट्राटेजिज, अब म एउटा कुनै टेक्निकहरू सिकाउँछु भनेर भनेको थिएँ नि। ल, होममेड फ्याट बर्निङ मिक्स, यो चाहिँ घरमा रहेको तपाईँको जुन इन्ग्रिडियन्ट छ नि किचनमा, त्यही इन्ग्रिडियन्ट्सलाई राखेर तपाईँले यो एउटा म्याजिकल ड्रिङ्क्स बनाउन सक्नुहुन्छ, जसले तपाईँको मेटाबोलिजमलाई बिल्डअप गर्छ, मेटाबोलिजमलाई फास्ट गर्छ है, अनि सँगसँगै फ्याट बर्न गर्न पनि हेल्प गर्छ है। तपाईँले यो स्लाइड तपाईँहरूले स्क्रिनसटले गरेर राख्नु है। यो चाहिँ मर्निङको बेसमा तपाईँले लिन सक्नुहुन्छ है। यसले चाहिँ तपाईँलाई लाइक फ्याट बर्न गर्न नै हेल्प गर्छ, त्यसपछि गएर मेटाबोलिजमलाई पनि हेल्प गर्छ है। लेमन जिन्जर वाटर बनाउनु तपाईँले के गर्नुहोस्, एउटा लेमन गर्न सक्नुहुन्छ, अनि त्यसपछि गएर एउटा स्मल जिन्जर त्यो ग्रेट गर्ने हुन्छ नि, त्यो हामीले अचार बनाउँदाखेरि ग्रेट गर्छ नि, हो त्यो गर्न सक्नुहुन्छ है। 1 कप पानीमा इफ तपाईँलाई त्यो टेस्ट मन पर्दैन भनेदेखि हनी हाल्नुभयो भने टेस्टको लागि हुन्छ है। यो हनी चाहिँ त्यसरी चाहिँ तपाईँले मर्निङ ड्रिङ्क बनाउन सक्नुहुन्छ। यो चाहिँ खाली पेटमा खानु है त, ब्रेकफास्ट अर लन्चहरू केही गर्नुहुन्छ भनेदेखि त्यसको 15-20 मिनट अगाडि। यो हो एप्पल साइडर भिनेगर ड्रिङ्क। कतिजनाले चिया सिड भन्नुभएको नि, हो त्यो चिया सिड यो एप्पल साइडर भिनेगरसँग मिक्स गरेर पनि खान सक्नुहुन्छ है। अरू तपाईँले एप्पल साइडर भिनेगर यतिकै पनि खान सक्नुहुन्छ है। यो चाहिँ अब लाइक कसैलाई चाहिँ अदुवा खान मिल्दैन भनेदेखि चाहिँ यो ड्रिङ्क चाहिँ उहाँहरूको लागि, यसले पनि लाइक यो भनेको चाहिँ यसले चाहिँ तपाईँको सुगर स्पाइक हुन दिँदैन है। मेन कुरा भनेको वेट लसको लागि हामीले सुगर स्पाइक चाहिँ हुनु दिँदैन, त्यो जुन ब्लड सुगर हुन्छ नि त्यसलाई चाहिँ कन्ट्रोलमा राख्नुपर्ने हुन्छ है। यो पनि लाइक ब्रेकफास्ट अर तपाईँले ब्रेकफास्ट स्किप गर्नुहुन्छ, लन्च गर्नुहुन्छ भनेदेखि त्यो खानुभन्दा 20 मिनट अगाडि चाहिँ खाली पेटमा खानु है त, यो एप्पल साइडर भिनेगर पनि।
यसलाई नि स्क्रिनसट गरेर राख्नुहोस् होला। म अर्को स्लाइडमा जाँदैछु। ग्रिन रेसिपी है। अब यो चाहिँ साँझको लागि, त्यो बिहानको लागि भयो। अब इभिनिङको लागि के छ त? ल, इभिनिङको लागि तपाईँले सिनामन टर्मेरिक टी खान सक्नुहुन्छ। यो आफैले घरमा बनाउन सक्नुहुन्छ है तपाईँले। तपाईँले के गर्नु सक्नुहुन्छ भने हाफ टी स्पुन टर्मरिक पाउडर, 1 कप पानी अरदेखि त्यसमा जसरी तपाईँले चिया बनाउनुहुन्छ नि, चियामा तपाईँले मिल्क हाल्नुहुन्छ अनि थोरै पानी हाल्नुहुन्छ नि। फ्याट धेरै भएको मिल्क हाल्नुभयो भने क्यालोरी बढ्छ है। यो कुरा चाहिँ रिमाइन्ड हुनु। चिया बनाएको जस्तै गरी तपाईँले मिल्क हाल्नुभयो, त्यसमा चाहिँ हाफ टी स्पुन टर्मेरिक पाउडर अनि हाफ टी स्पुन चाहिँ सिनामन यानि कि दालचिनी हाल्नु। अनि त्यो स्विटनेसको लागि हनी हाल्नुभयो भने राम्रो हुन्छ है। यो तपाईँले इभिनिङमा खानुभयो भने यसले चाहिँ मेटाबोलिजम पनि हेल्प गर्छ। अनि अर्को कुरा भनेको टर्मेरिक भनेको इन्फ्लेमेटरी पनि हुन्छ। सो यसले चाहिँ लाइक डिटक्सको काममा पनि काम गर्छ है त। यो चाहिँ सुत्नुभन्दा अघि खानु। को कुरा के भन्न लागेको छ, मैले यो रेसिपी त सेयर गरी यो सँगसँगै म तपाईँलाई सर्टेन फ्यु टिप्सहरू भन्छु है। त्यो चाहिँ नोट डाउन गर्नु है त। एउटा सर्टेन टिप्सहरू भन्छु है। यो चाहिँ अलिकति ह्याक भने पनि हुन्छ अर टिप्स भने पनि हुन्छ है त। टिप्सहरू भनेर आउँछु, नोट डाउन गर्नु। यसमा मैले स्लाइडहरू चाहिँ केही बनाएको छैन। सो म यो चाहिँ सिम्पली भनेर आउँछु है त। ओके, फर्स्टमा तपाईँले बिहान अर्ली मर्निङमा उठ्ने बित्तिकै छ नि, खाली पेटमा कहिले पनि सुगरहरू एड नगर्नु है पेटमा। बिहान उठ्ने बित्तिकै हामी कतिजनाको चिया खाने बानी छ नि है। हो, त्यो चिया खाँदाखेरि चाहिँ हाम्रो सुगर स्पाइक हुन्छ है। यो मेनली कसलाई हुन्छ भने हाम्रो यो पिसिओडी र थाइरोइडको केसमा हुन्छ है। हार्मोन इम्ब्यालेन्सको कुरामा यो पिसिओडीको लागि चाहिँ एकदमै लाइक यो कुरा चाहिँ रिमाइन्ड गर्नु कि खाली पेटमा तपाईँको पेटमा चाहिँ सुगर जानु भएन। इभन त्यो नेचुरल सुगर नै किन नहोस्, तपाईँले लाइक फ्रुट्स खानुहुन्छ भने त्यो फ्रुट्समा त नेचुरल स्विटनेस पाउनुहुन्छ नि। त्यो नेचुरल स्विटनेस पनि तपाईँकोमा पेटमा चाहिँ जानु भएन है। तपाईँले बरु के गर्न सक्नुहुन्छ भने कि बिहान उठ्नु अनि त्यसपछि वालनट्स खानु। अनि वालनट्स खाइसकेपछि अनि बल्ल तपाईँले यो जुन ड्रिङ्कको रेसिपी जुन मैले देखाएँ त्योहरू खान सक्नुहुन्छ। अनि त्यसपछि गएर तपाईँहरूले चियाहरू खान सक्नुहुन्छ। सो बिहान उठ्ने बित्तिकै तपाईँको पेटमा चाहिँ गुलियो जानु भएन है। अनि अर्को कुरा भनेको चाहिँ लाइक यो चिट मिल चाहिँ कसरी बनाउने, चिट मिल कसरी बनाउने भन्ने कुरा सोधिरहनु भएको छ नि। चिट मिल हप्ताको एकचोटि फ्राइडे अर स्याटरडे एक दिन फिक्स गर्नु। त्यो दिन तपाईँले चाहिँ लाइक बाहिरको तपाईँलाई मनपर्ने बाहिरको खानेकुरा चाउमिन मोमो के छ खानु है। चाउमिन मोमो खाँदाखेरि तपाईँले के गर्नु भन्दाखेरि मोमो तपाईँले 1 प्लेट खानेको ठाउँमा नि हाफ प्लेट अर 3 पिस मात्रै खाने गर्नु। त्यसो गर्नुभयो भने तपाईँले भेराइटी अफ फुड खान पाउनुहुन्छ। तपाईँले 1 प्लेटै मोमो खानुभयो भने त्यो 1 प्लेट मोमोले त मजाले तपाईँको हुन्छ नि लाइक क्यालोरी कभर अप गरिदिन्छ। सो तपाईँले के गर्न सक्नुहुन्छ, मोमो खानुहुन्छ भने 3 पिस खानु, चाउमिन खानुहुन्छ भने 1 बाइट खानु, अनि पिज्जा खानुहुन्छ भने एउटा स्लाइस खानु न। त्यो गऱ्यो भने तपाईँले भेराइटी अफ लाइक तपाईँलाई मनपर्ने जुन क्रेभिङ भइरहेको फुडहरू खानु मन लाग्छ नि हो त्यो खान सक्नुहुन्छ है चिट मिलमा। अनि त्यसपछि अर्को कुरा रहेको छ, तपाईँ लाइक अफिसमा काम गरिरहनु भएको छ, तपाईँको मुभमेन्ट भइरहेको छैन है। इफ तपाईँको मुभमेन्ट भइरहेन भनेदेखि पनि तपाईँ बरु एभ्री हाफ एन आवरमा अर 1 आवरमा 2-4 पाइला भए पनि हिँड्नुहोस् है। अनि अर्को भनेको चाहिँ तपाईँ चेयरमा बसिराख्नु भएको छ भने खुट्टाहरू सेक गर्नु, तपाईँहरू अलिकति मुभमेन्ट गर्नु। त्यो एकोहोरो चाहिँ रोबोट जसरी चाहिँ नबस्दिनु है। तपाईँ अलिकति मुभमेन्ट भयो भने तपाईँको बडीले त कमसेकम एनर्जी त बर्न गर्छ नि। सो त्यसरी चाहिँ तपाईँले आफ्नो लाइक जुन वर्किङ प्रोफेसनल छ नि त्यसलाई चाहिँ म्यानेज गर्न सक्नुहुन्छ। मेरो त लाइक के भन्नुहुन्छ टाइम छैन, एक्सर्साइजको लागि छैन अफिसमा, त्यही पनि सिटिङको छ भनेदेखि मुभमेन्ट गर्नु, खुट्टाहरू चलाउनु, त्यसपछि गएर हातहरू चलाउनु, अनि एकछिन भयो भने 2-4 पाइला यसरी 1 राउन्ड घुमेर आउनु है त। त्यसरी चाहिँ तपाईँले क्यालोरिजहरू बर्न गर्न सक्नुहुन्छ। सो यो रहेको छ केही टिप्सहरू। इफ के हो भने नि बेसिकली तपाईँले यो सबै कुराहरू सिक्नुभयो तर तपाईँले आफ्नो लाइफमा प्रपरली इम्प्लिमेन्ट गर्न सक्नु भएन भने चाहिँ त्यो काम नै हुँदैन क्या।
है। अनि त्यसले गर्दाखेरि चाहिँ यो सबै कुराहरूलाई चाहिँ मैले जुन भने नि क्यालोरी ट्र्याक गर्ने कुराहरू, त्यो एउटा चाहिँ मोस्ट इम्पोर्टेन्ट बानी चाहिँ आजदेखि के लिएर जानु भने क्यालोरिज चाहिँ दिनदिनै ट्र्याक गर्छु भनेर, त्यो बानी चाहिँ नछोड्नु होला है। अनि एउटा म तपाईँहरूलाई क्वेसन सोध्छु है त, तपाईँहरूले छ नि तपाईँहरूले म अब अर्को हप्तादेखि वेट लस स्टार्ट गर्छु, म डाइटमा बस्छु, अथवा मेबी म अझै मेरो टाइम, म फ्री टाइम भइसकेपछि म डाइटमा बस्छु, वेट लसमा बस्छु, अथवा मैले लाइक म जब मेरो टाइम आउँछ म आफै फिगर आउट गर्छु अनि म वेट लस गर्छु भनेर कहिले सोच्नु भएको छ? कहिले त्यसरी तपाईँले आफ्नो रेस्ट्रिक्सनहरूलाई वेट लस गर्नको लागि सोचलाई रोक्नु भएको छ? सो अब चाहिँ वाट इफ म तपाईँहरूलाई एउटा प्रुभन सिस्टम दिन्छु होइन, जसले चाहिँ हाम्रो हन्ड्रेड्स अफ क्लाइन्ट्सहरूलाई वेट लस गर्न, उहाँको ड्रिम बडी अचिभ गर्न हेल्प गरेको छ। सिस्टम भनेको चाहिँ के हो भने नि, हामीले एउटा पर्सनल डाइटिसियन, अर्को भनेको चाहिँ पर्सनल माइन्ड कोच। अब पर्सनल डाइटिसियन भनेको तपाईँसँग हुने लाइक 24/7 तपाईँसँग वाट्सएपमा कनेक्टेड भएर तपाईँलाई पर्सनलाइज डाइट प्लान दिन्छ होइन। अर्को भनेको माइन्ड कोच भनेको एउटा बिहेभियर थेरापिस्ट, एउटा साइकोलोजिस्ट, जसले चाहिँ तपाईँ डिमोटिभेट हुँदाखेरि अथवा हामी कति बेला अननोइङ इटिङहरू गरेर आउँछौँ, कतिपय समयमा अननोइङ इटिङ गरेर आउँछौँ, हामीलाई थाहा नै हुँदैन कि लाइक जस्तो कि मैले भने नेटफ्लिक्स हेर्दा, टिभी हेर्दाखेरि हामीले चिज पपकर्न त्यो खाइरहन्छ अननोइङली, त्यो थाहा हुँदैन नि त। त्यो सबै कन्ट्रोल गर्ने एउटा टेक्निक हुन्छ। त्यो टेक्निक सिकाउनलाई वाट इफ तपाईँसँग एकजना माइन्ड कोच हुन्छ, जसले चाहिँ तपाईँको वाट्सएपमा कनेक्ट हुन्छ, अथवा तपाईँलाई उहाँले सेसन दिनुहुन्छ, अनि त्यसपछि गएर उहाँले तपाईँलाई लाइफ ह्याक टेक्निक दिनुहुन्छ। अनि अर्को भनेको चाहिँ अकाउन्टेबिलिटी पार्टनर के। अकाउन्टेबिलिटी पार्टनर भनेको चाहिँ यस्तो पार्टनर, जस्तै कि तपाईँको वेट लस गर्ने गोल 10 केजी छ अनि मेरो पनि 10 केजी छ भने हामी दुईजना सेम गोल भएको मान्छे पार्टनर भएर सँगै वेट लस जर्नी गर्दाखेरि यो जर्नी अझै राम्रो हुन्छ क्या। त्यसमा तपाईँले के गर्न सक्नुहुन्छ भने एकअर्कालाई मोटिभेट गर्न सक्नुहुन्छ होइन, अनि लाइक एकअर्कालाई पुस्ट गर्न सक्नुहुन्छ। अनि अर्को भनेको चाहिँ स्ट्रक्चर प्लान है, एउटा स्ट्रक्चर वेट लस प्लान, जहाँ चाहिँ तपाईँको हुन्छ नि पर्सनल डाइटिसियन भएर तपाईँलाई लाइक एभ्री विक डाइट प्लान दिने, विकली प्लान चेन्जेस गर्ने, त्यस्तो प्रोग्राम तपाईँले यदि पाउनुभयो भने तपाईँहरू कतिजना चाहिँ जोइन गर्न चाहनुहुन्छ यस्तो वेट लस प्रोग्राम? सो अब इन्ट्रोड्युसिङ निसा 90 डेज वेट लस प्रोग्राम है। यो प्रोग्राम युज गरेर हन्ड्रेड्स अफ वुमेनहरूले आफ्नो वेट लस गर्न सक्नु भएको छ। यो प्रोग्रामभित्र तपाईँले के पाउनुहुन्छ भने एउटा भनेको चाहिँ पर्सनल डाइटिसियन, जो चाहिँ 24/7 तपाईँको वाट्सएपमा कनेक्टेड हुन्छ। र के हुन्छ भने तपाईँले यदि प्रोग्राम जोइन गरिसकेपछि फर्स्ट डेमा भनेको हाम्रो तपाईँको र हाम्रो डाइटिसियनसँगको के अरे बेसिकली वान अन वान प्रब्लम आइडेन्टिफिकेसन सेसन हुन्छ। त्यो सेसनमा हामी बस्छौँ, तपाईँको के कारणले गर्दाखेरि वेट गेन भइरहेको रहेछ र के कारणले गर्दाखेरि वेट लस भएन, त्यो हामी फिगर आउट गर्छौँ। त्यो फिगर आउट गरिसकेपछि हामी तपाईँलाई यस्तो डाइट प्लान दिन्छौँ जुन चाहिँ तपाईँले फलो गर्न पनि एकदमै धेरै रमाइलो हुन्छ, तपाईँको लाइफस्टाइलसँग मिल्ने, तपाईँको हुन्छ नि इटिङ ह्याबिटसँग मिल्ने, तपाईँले अझै तपाईँको मनपर्ने खानेकुराहरू इन्क्लुड गरेर हामी हालिदिन्छौँ त्यस्तो डाइट प्लान। अनि अझै डाइटिसियन तपाईँको वाट्सएपमा कनेक्ट हुन्छ, तपाईँले केही खानेकुरा खानुभयो अनि फोटो खिचेर पठाउनु भयो, यो मिल्यो कि मिलेन भनेर डाइटिसियनले तुरुन्तै रिप्लाई गर्नुहुन्छ र तुरुन्तै तपाईँलाई सपोर्ट दिनुहुन्छ। अनि अर्को भनेको पर्सनल माइन्ड कोच, एकजना बिहेभियर थेरापिस्ट हुनुहुन्छ हामीसँग। उहाँ चाहिँ 7 इयर्सदेखि बिहेभियर चेन्जमा काम गर्दै हुन्छ, माइन्ड कोच हुन्छ। उहाँले तपाईँलाई वेट लस भनेको सबभन्दा सुरुमा माइन्ड सेटको गेम हो, किनभने माइन्डबाट नै स्टार्ट हुने हो। हाम्रो माइन्ड सेट क्लियर राख्न सक्यो भने हामी वेट लस गर्न सकिन्छ। तर हामीलाई टेक्निक थाहा भएर हुँदैन, कसरी वेट लस गर्ने यसको टेक्निक थाहा हुँदैन, अननोइङ इटिङलाई कसरी कन्ट्रोल गर्ने टेक्निक थाहा हुँदैन, क्रेभिङ भइरहेको हुन्छ कसरी कन्ट्रोल गर्ने, यो सबै कुराहरू कन्ट्रोल गर्ने टेक्निकहरू थाहा हुँदैन। त्यसैले वी आर इन्ट्रोड्युसिङ साइकोलोजी इन वेट लस। यो चाहिँ एकदमै इम्पोर्टेन्ट पार्ट हो क्या वेट लसमा, साइकोलोजी। अर्को भनेको अकाउन्टेबिलिटी पार्टनर के, जुन मैले अघि तपाईँलाई भने नि, तपाईँको वेट लस गोल अनुसार मिल्ने साथी, कोही साथी जसको, जस्तै कि फर इक्जाम्पल तपाईँको र हाम्रो कुनै अर्को प्रोग्राम जोइन गरेको कस्टमर हुन्छ, दुईजनाको 10 केजी वेट लस गोल छ भने हामी तपाईँहरू दुईजनालाई पार्टनर बनाइदिन्छौँ र तपाईँहरू दुईजनालाई सँगसँगै तपाईँहरूलाई टास्क दिन्छौँ यो गर्नु। अनि एभ्री विकली टास्क हुन्छ, अनि एकअर्कालाई पुस्ट गरेर मोटिभेट गरेर वेट लस गरिन्छ है। अनि अर्को भनेको चाहिँ वेट लस सप्लिमेन्ट्स, हामी तपाईँलाई यस्तो सप्लिमेन्ट्सहरू दिन्छौँ
जसले चाहिँ तपाईँको होल जर्नीमा फ्याट लस गर्नमा तपाईँको मेटाबोलिजम मेन भनेको चाहिँ सप्लिमेन्ट्सको काम भनेको हार्मोन कन्ट्रोल गर्ने, मेटाबोलिजम बुस्ट गर्ने, पिसिओडी पिसिओएसहरूको समस्या सल्भ गर्ने, जति पनि इन्टरनल डाइजेस्टिभ सिस्टम रिलेटेड हाम्रो शरीरको रिलेटेड समस्याले गर्दाखेरि वेट लस भइरहेको हुँदैन नि, त्यो समस्याहरूलाई सल्भ गर्नलाई हामी वेट लस सप्लिमेन्ट्स पनि दिन्छौँ। र अर्को भनेको चाहिँ हामी हरेक हप्ता तपाईँको डाइट प्लान चेन्ज गर्छौँ। हामी पहिलो हप्ता तपाईँलाई प्लान दिन्छौँ र तपाईँको त्यो प्लान यदि तपाईँको लाइफस्टाइल रुटिन अनुसार मिलेन भने फेरि चेन्ज गरिदिन्छौँ कि तपाईँलाई जबसम्म त्यो फलो गर्न सजिलो हुँदैन, युज टु हुँदैन, हामी तबसम्म तपाईँको प्लान चेन्ज गर्छौँ, तपाईँलाई मोटिभेट गरेर यो वेट लस प्रोग्राममा चाहिँ हामी तपाईँलाई लान्छौँ है। अनि त्यसपछि गएर हरेक हप्ता नयाँ नयाँ प्लान, हरेक हप्ता नयाँ नयाँ खानेकुराहरू, नयाँ नयाँ रेसिपी, एकदमै इन्ट्रेस्टिङ, एकदमै इङ्गेजिङ वेट लस प्लान बनाएको छ हामीले है। अनि अर्को भनेको चाहिँ जस्ट 10 मिनट, तपाईँले आफ्नो शरीरको लागि 10 मिनट दिनुभयो भने हामी तपाईँलाई 10 मिनट होममा घरमा बसेर फ्याट बर्न गर्ने वर्कआउट के हो त्योहरू पनि सिकाउँछौँ। यो चाहिँ हाम्रो वेट लस प्रोग्राम हो है। यस्तो खालको प्रोग्राम जहाँ चाहिँ तपाईँले 3 महिनाको लागि एक्सपर्ट डाइटिसियन पाउनुहुन्छ, साइकोलोजिस्ट पाउनुहुन्छ, फ्याट बर्निङ सप्लिमेन्ट पाउनुहुन्छ, स्ट्रक्चर पाउनुहुन्छ होइन। यस्तो प्रोग्राम तपाईँहरू कतिजना ओके है त। त्यस्तो हो। अब मार्केटमा यस्तो प्रोग्रामको प्राइस नर्मली पनि होइन धेरैजना त छैन नेपालमा, तर गर्नेहरूले पनि नर्मली पनि 3 महिनाको लागि 30,000 लिएर आउँछ है। तर तपाईँहरू नआतिनु होला है, किनभने तपाईँहरूले यो वर्कसप जोइन गर्नु भएको छ र एन्डसम्म बस्नु भएको छ, म तपाईँहरूलाई 30,000 लिँदिनँ। यो प्रोग्रामको कस्ट 20,000 पनि होइन। म तपाईँहरूले बस्नु भएको छ, जोइन गर्नु भएको छ, म तपाईँहरूलाई अझै डिस्काउन्ट दिन्छु। 3 महिनाको लागि 18,000मा पनि होइन। म तपाईँहरूलाई यसमा चाहिँ अब आजको लागि तपाईँहरूले यदि तपाईँहरूले जोइन गर्नु भएको छ, यति बेरसम्म बस्नु भएको छ भने मेरो फाइनल अफर भनेको तपाईँहरूलाई 30,000को प्रोग्राम म तपाईँहरूलाई 15,000मा दिन्छु, त्यो पनि 50% अफ है। तर मलाई अझै चित्त बुझेन क्या, तपाईँहरू यत्रोसम्म बस्नु भएको छ। आई वान्ट गिभ यु समथिङ मोर एक्साइटिङ। म तपाईँहरूलाई यदि तपाईँहरू अहिले आज जोइन गर्नुहुन्छ भने म यो 3 महिनाको प्रोग्राम 15,000मा प्लस 1 मन्थको प्रोग्राम फ्री भनेको 15,000मा म तपाईँहरूलाई 4 महिनाको प्रोग्राम दिन चाहन्छु। कतिजना जोइन गर्न चाहनुहुन्छ त?